फर्स्ट अफ अल दाइलाई धेरै धन्यवाद है, कामपछि ठ्याक्क आइदिइहाल्नु भयो धेरै सर्ट नोटिसमा। बिकज हाम्रो नेपालमा इलेक्सन हुँदैछ अब मार्च 5मा, त्यही कुरामा अब डिस्कस गरौँ भनेर हामी अब जो नेपालीहरू विदेशमा बसिरहेको हुन्छन् इन अ वे सम टाइप अफ हामी पनि कन्ट्रिब्युट गरौँ भनेर डाइरेक्टली नसके पनि कसरी अब हुन्छ अनलाइनमा भए पनि मान्छेलाई अवेर गरेर भए पनि सो लाइक लेट्स डु समथिङ भनेर दाइले ओके भनिदिनै हाल्नुभयो होइन। सो धेरै धेरै धन्यवाद दाइ, वेलकम। थ्याङ्क यू फर कलिङ मी होइन। अस्ति बोलाएपछि मैले लाइक लेट्स डु इट राम्रो लागेको पऱ्यो। अनि थ्याङ्क यू फर लाइक इट्स अलवेज गुड टु बी हियर। म तिम्रो पहिले पनि हेरिरहेको हुन्थेँ होइन। एन्ड थ्याङ्क यू फर लेटिङ मी कम हियर। हजुर दाइको पनि पडकास्ट छ होइन, कुनै दिन सँगै के गरौँलाहरू पनि। तर फर्स्ट अफ अल चाहिँ हामी इलेक्सनको गरिदिइहाल्छौँ भनेर नि हुन्छ, मिलेर पछि पनि अब सँगै काम गर्नुपर्छ। मेरो पनि हेरिटेल्स भनिदिइहालेको होइन। अब भिडियोहरू हेर्नु सबैजनाले, मैले पनि यस्तैहरू गरिरहेको हुन्छु सके जति होइन। तर अब लाइक विदेशमा फेरि सबै कुरा सम्भव पनि हुँदैन नि त, बिजी लाइफ, त्यही त हो नि, थाहा छ नि तिमीलाई। या अब लेट्स गो अहेड एन्ड हजुर लेट्स गो स्ट्रेट टु द टपिक है दाइ। मलाई स्टार्ट गर्न मन लागेको हाम्रो सेप्टेम्बर 8मा हामीले ज्यान गुमायौँ, सेप्टेम्बर 9मा हामीले देश गुमायो जस्तो लाग्यो। त्यो कस्तो भने नि विदेशमा बसेर हेर्दा चाहिँ म अलिकति यसमा जोडेँ ल मेरो कुरा चाहिँ। म चाहिँ राति फलो गरिरहेको थिएँ अनि अब राति सुत्यो यहाँ होइन। अनि सुतेर बिहान उठ्ने बित्तिकै के भयो लाइक द फर्स्ट थिङ वाज के चाहिँ भयो त भनेर मोबाइल खोल्ने बित्तिकै मैले शेरबहादुर देउवाले कुटाइ खाएको पहिलो भिडियो हेरेकै त्यही हो। खोल्ने बित्तिकै चाहिँ शेरबहादुर देउवाले कुटाइ खाएको भिडियो आयो है। अनि त्यहाँबाट काइन्ड अफ लाइक रिलिफ जस्तो फिल भयो क्या मलाई चाहिँ। यस दिस हेज टु बी डन, लाइक गर्न पर्थ्यो भयो भन्ने खालको काइन्ड अफ रिलिफ भएको थियो। अनि स्क्रोल गर्दै 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 जाँदाखेरि चाहिँ अलि पछाडि चाहिँ लाइक देश नै सिद्धिएको के हुन्छ नि। बरु द्याट्स अ सेकेन्ड डे, सरी मैले तिमीलाई फर्स्ट डेको चाहिँ फर्स्ट डे चाहिँ जस्तै जेएनजीहरूको सुरुमा आन्दोलन भइरहेको थियो, राम्रै गइरहेको थियो हामीले फलो गर्ने अनुसार होइन। जब गोली लाग्यो भन्ने खालको अनि त्यो गोलीले तिमीलाई त्यो एउटा भिडियो हेरेको थियो कि मलाई विच इज भेरी डिस्टर्बिङ होइन। त्यो रेलिङमा जस्तो झुन्डेको थियो नि गोली लागेर, त्यो देखेपछि त लाइक आई कुडन्ट ब्रिथ क्या, मलाई सास फेर्न गाह्रो भएको थियो क्या त्यतिखेर। अब झन् त्यो नेपालमा हुने प्यारेन्ट्सहरू अथवा जस्तै अरू मान्छेहरू पनि, र सबभन्दा मलाई दुःख लागेको चाहिँ जो त्यो मान्छेको वरिपरि थियो क्या अरू जेएनजीहरू हुन्छ नि, तिनीहरूले कस्तो फिल गर्यो होला क्या। जस्तै मान्छेले एउटा मान्छेहरूले धेरै मान्छे हामीले गुमायौँ, त्यो द्याट्स अ बिग लस, वी अलरेडी ह्याभ द्याट होइन। तर मेन्टल स्टेट अहिलेसम्म कसैले पनि गफ गराएको छैन क्या त्यसको। जो त्यो गोली लाग्दाखेरि वरिपरि मान्छेहरू थियो नि, जस्ट इमेजिन तिनीहरूको मेन्टल स्टेट के होला आजको दिनसम्म पनि। आई डाउट दे क्यान स्लिप वेल क्या। त्यो पाटोमा त अब नेपालमा अहिले मेन्टल हेल्थको अहिलेसम्म गफ गरेकै छैन, त्यो कसैले पनि गरेको छैन होइन। अनि त्यो देख्दाखेरि चाहिँ लाइक बर्बाद, यो सरकारलाई अब यो धेरै भन्न मिल्दैन होइन, त्यो मुखबाट निस्किहाल्ने कि यति रिस यति त्यो आवेग हुन्छ नि। त्यो के गरे तिमीहरूले अलिकति सेन्सिबल हुनु पर्दैन गभर्मेन्ट रन गर्ने मान्छेले। बच्चाहरू आन्दोलन गरिरहेछ, वाट्स ह्यापनिङ खालको क्या। अनि एक पछाडि अर्को पछाडि अर्को गर्दै 19 जना 20 जना पुगिसक्यो क्या। लाइक अति भएर राति अब सुत्यो है, सुतेर पनि अब त्यो सुत्ने पनि दिमागमा त्यही मात्रै आउने नि त। अब त्यहीँ हुँदाखेरि बरु अलि रिलिफ हुन्थ्यो होला देखेपछि है। झन् अब के भयो कसो भयो भनेर चाहिँ आई डोन्ट वान्ट टु रिमेम्बर द्याट डे अनेस्टली स्पिकिङ। त्यो डे वाज वान अफ द ब्ल्याक डे अफ द हिस्ट्री अफ नेपाल। र नेपालमा त्यो दिनलाई कसैले पनि बिर्सिन सक्छ जस्तो मलाई चाहिँ लाग्दैन। यहीँ बस्ने मान्छेहरूलाई पनि मैले आफ्नो कुरा गर्नु बेला पनि क्युरियस हुने क्या, के भइरहेछ है अब, त्यही त भने के भइरहेछ हेरे गर्न मन लाग्ने, टाइम लाग्ने। हाम्रो त्यो अब हुन्छ नि काम जाने बेला पनि अब मोबाइल कोटाएर के भइरहेछ न्युज चाहिने, अनि रेस्टरुम छिरेर के भइरहेछ भनेर हेरेर होइन। मेनली त अब अरू मान्छेहरू पनि कन्सर्न हाम्रो देशमा के भइरहेछ भने। अब मेरो कामकै मान्छेहरू अब इन्डियनहरूले पनि सोधिरहेछ भाइ क्या हो रहा है नेपालमै टाइप्स होइन। यहाँ अरू कतिले पनि जस्तै काममै पनि लाइक आइम फ्रम नेपाल भनेपछि वाट्स गोइङ अन देयर भन्ने क्या सबैले सुरुमै होइन। अनि अब झन् इन्टरनेसनल न्युज भयो नि, त्यहाँ पछाडि स्टुडेन्टहरूलाई गोली हानेको छ। तर गोली कहाँ लागेको छ भन्दा टाउकोमा लागेको छ क्या। लाइक जिउतिर ओके, कम्मरमा खुट्टामा हुन्छ, द्याट्स ओके। त्यो संसद भवन जलाउन जाँदा क्रिटिकल एरियाहरूमा द्याट्स नर्मल भन्छु म, कहिलेकाहीँ बल प्रयोग गर्नुपर्छ विच इज ओके। तर टाउकोमा लागेको गोलीलाई हाउ क्यान यु जस्टिफाई? त्यो त ताकेर हानेको हो नि त यार
स्पेसली तपाईँले जब अब यो मैले भने नि तपाईँलाई हिजो बिबिसीको डकुमेन्ट्री आएको थियो एक्ज्याक्टली देव रिभिल कि सिधै हेडसट हो नि अब डिस्टेन्सबाट त्यो ताकेर हानेको पनि होइन होला त्यो हावामा हानेर लागि त लागेछ नि मान्छेलाई हो नि अनि त्यसमा अर्को फ्याक्ट पनि त्यहाँ बिबिसीले के निकालिदिएको छ भने होइन जो अगाडि हुलदुङ्गा गरेर ढुङ्गा मुढा गरेर बाहिर अगाडि थियो नि तिनीहरू कसैलाई पनि गोली लागेको छैन क्या गोली कसलाई लागेको छ थाहा छ जो ब्याकमा थियो र त्यो एकजना मैले नाम यतिखेर बिर्सेँ त्यो भाइ बिचरा अगाडि हुलदुङ्गा हुँदै गएपछि ब्याक सरेर ब्याक आउँदै गर्दाखेरि पछाडि गोली लागेको रहेछ क्या द्याट्स भेरी अनफर्चुनेट अब गभर्मेन्टले अब नेपालको गभर्मेन्ट त्यही हो अब के भन्नु लाइक देयर इज नो वर्ड टु से है अब भयो नहुनु पर्थ्यो भयो अब अहिले पनि देश अगाडि गइरहेछ अब कुन कहाँ गएर कुन खाडलमा भाँसिन्छ देश अहिलेसम्म पनि थाहा छैन होइन अझै 5-6 दिन कति छ इलेक्सन आउन इट्स भेरी सेन्सिबल पिरियड फर नेपाल भन्छु म चाहिँ मैले चाहिँ के पनि सुन्नु पुगेको थियो भने अब नेताहरूले भन्दै गरेको पहिला के अरे पार्लियामेन्ट जल्यो अनि गोली चल्यो त्यो चाहिँ के हो त्यो नेपालको पोलिटिक्स हो अब जस्तै नेपालमा जनतालाई आजसम्म नेताले कस्तरी रूपमा ल्याएछन् भने जनता भनेको भेडा हो भन्ने उनीहरूको दिमागमा छ क्या नेताले सिधा सोच नै त्यही हो क्या मैले जे भनौँ जनताले पत्याउँछ भन्ने नेताहरूलाई छ आजको दिनसम्म पनि छ ल सर्टेन पार्टीहरूमा रुल अथवा गभर्न त्यसरी नै हुन्छ क्या आजको दिनमा पनि हुन्छ तिमी सोसियल मिडियै फलो गर न देयर आर थिङ्स तिमीले हेर्दाखेरि कन्पारा तातेर आउँदैन भने इट्स अ रेगुलर मान्छेले त बुझ्छ क्या त्यो कुरा बुझ्छ कि बुझ्दैन भन न अब उनीहरूको त्यो तर्क उनीहरूको गफ सुन्दाखेरि लाइक सिरियसली आर यु जोकिङ भन्ने खालको क्या अब त्यस्तै चलिरहेछ नेपालमा त पहिलेदेखि चलिआएको कुरा हो तर इट्स चेन्जिङ नाउ पिपल आर बिङ अवेर होइन अलिकति मान्छेहरू अवेर भएको चाहिँ साइनहरू देखिरहेको छ तर अब त्यो द्याट्स अब त्यसलाई एक्सप्लेन गर्ने वर्ड नै छैन लाइक त्यो भनेको एकदमै तल्लो स्तरको राजनीति हो क्या एजेन्सीको मुभमेन्टको कुरा गर्दाखेरि जस्तो तपाईँले भन्नुभयो अब पार्लियामेन्ट डिस्ट्रोय गरिरहेको थियो यता भइरहेको थियो अब सर्टेन काइन्ड अफ फोर्स त युज गर्नु पर्थ्यो तर अथोरिटी चाहिँ तपाईँलाई कहाँबाट आयो जस्तो लाग्छ लाइक सिधै हो क्या अथोरिटी कहाँबाट आयो भन्दा पनि म चाहिँ मेरो एनालाइसिस आइ एम नट अ पोलिटिसियन अरू म त्यो कुरामा विज्ञ होइन तर यहाँबाट हेर्दा मेरो पर्सनल भ्यूमा चाहिँ मलाई के लाग्छ भने गभर्मेन्ट वाज नट प्रिपेयर्ड फर दिस यो के भन्छ हाम्रो रायटको लागि क्या प्रिपेयर्ड नै थिएन क्या मेरो दिमागमा चाहिँ लाइक केपी ओली बिङ अ प्राइम मिनिस्टर उसको दिमाग कसरी चलो होला भनेर मैले सोच्दा भन्नु पऱ्यो भने हाउ वुड आई से चाहिँ कि उसले के सोच्छ भने केटाकेटी आउँछन् अलिअलि ढुङ्गामुढा गर्छन् यिनीहरू कराउँछन् तिनीहरू करायो भने एक दुईवटा गोली हान्दैन अनि केटा भाग्छन् सकिहाल्यो आन्दोलन दे टुक इट इजी क्या गभर्मेन्टले चाहिँ अनि कसैले पनि यो एजुम नै गरेको थिएन कि यो मास आउँछ यो भिड आउँछ होइन अनि यो लेभलको प्रेसर चाहिँ हाम्रो सेक्युरिटी फोर्सहरूलाई आउँछ भनेर इभन गभर्मेन्टले नै त्यो सोचेकै थिएन क्या दे टुक इट भेरी लाइटली दे टुक इट भेरी भेरी एकदमै हल्का क्या लाइक त्यो सेन्सिबल ऊ नै थिएन त्यसमा द्याट वाज द बिग प्रब्लम विथ दिस मुभमेन्ट यदि गभर्मेन्टले अलिकति सिरियसली भएर सेक्युरिटीमा अलिकति टाइट गरेको थियो भने यो आउँदै आउँथेन क्या तिमीले नेपालले दिस इज नट द फर्स्ट आन्दोलन नेपाल हेज सिन नि देयर आर सो मेनी आन्दोलन भयो त तर यसरी गोली किन लागेन त भन्दाखेरि दे वर प्रिपेयर्ड अब जस्तै पुलिसलाई दोष लगाम वाइ अब पुलिसले पनि दे वर डुइङ देयर जब पुलिसलाई त जे भन्छ गभर्मेन्टले त्यही गर्ने हो अब बिचरा पुलिसहरू नै आउट नम्बर्ड भइदियो कि अब किनभने उनीहरूसँग त्यो बल प्रयोग गरेर अरू युज गरेर गर्ने कुनै उपाय नै छैन पुलिससँग पनि दे हेभ टु लाइक सर्भाइभ एज वेल उनीहरूले पनि ज्यान बचाउनुपर्छ अब त्यो केसमा बिबिसीले नै भनेअनुसार पनि लाइक दे आस्क फर अलिकति फोर्स उ गर्नलाई होइन अब फोर्स बढाउनुपर्छ भन्दाखेरि अब बिबिसी अनुसार अब हामीले हेर्दाखेरि त गो हेड सुट नै भनेको हो नि त त्यो त गो हेड डु वाट एभर यु हेभ टु डु भनेपछि त गो हेड एन्ड सुट भन्यो अब अलिकति मिस्टेक चाहिँ टाउकोमै चाहिँ हानेर ताकेर खुट्टातिर घुँडातिर द्याट्स डुएबल हुन्छ कहिलेकाहीँ गर्नुपर्छ तर गभर्मेन्ट प्रिपेयर्ड नभएको परिणाम हो यो चाहिँ मेरो एनालाइसिस चाहिँ त्यही हो यसमा चाहिँ यसमा अब कोटाउने कुराहरू धेरै छ कम्स ब्याक टु करप्सन पनि बिकज अब एउटा मैले सञ्जय दाईको पडकास्ट हेरेको थिएँ त्यहाँ चाहिँ दुईजना लयर आउनु भएको थियो अनि दे वर टकिङ अबाउट हाउ करप्सन इज रुटेड नट जस्ट फ्रम द टप तल आई मिन टिल द टप बिकज जति पनि पैसा लेट्स से अब तपाईँले जस्तो भन्नु पुलिसको के गल्ती उनीहरू त जस्ट फलो गरिरहेको थियो अर्डर्स बट देन द मनी द्याट गोज इन टुवर्ड्स द
हाम्रो यो ट्रेनिङ कप्स आई मिन पुलिसको ट्रेनिङहरू इट्स नट बिन युटिलाइज इन द वे कि उनीहरूलाई थाहा पनि छैन अब लाइक कुन सिचुएसनमा के गर्नुपर्छ जस्तै त्यो अब लाइक तपाईँ यहीँ मानौँ क्यानाडामा अब लाइक टोरन्टोमै यस्तो राइडहरू हुँदैछ एभ्रिबडी नोज के गर्नुपर्छ कहाँ के सिचुएसनमा बस्नुपर्छ त्यहाँबाट लाइक आई मिन नेपालको केस हेर्ने हो भने चाहिँ गोली हानिदिइरहेछ अब इज बिकज अब करप्सनै अब लाइक अब करप्सनले यसमा कसरी चाहिँ रोल खेल्छ भने म भनिदिन्छु भने पुलिस प्रशासन मात्रै होइन एज अ होल कन्ट्री नै करप्सनमा चुल्लुमा डुबाएको छ देयर इज नो डिबेट अगेन्स्ट इट करप्सन हदसम्म छ जस्तै पुलिसको ट्रेनिङमै चाहिँ कमी नहोला होइन पुलिसको ट्रेनिङमा पुलिसभित्र पनि करप्सन त छ तर ट्रेनिङ चाहिँ गर्ला तर मैले भनेको चाहिँ के भने माथिबाट पुलिसहरू भनेको चाहिँ नेपालको बिचारा त्यो चेसमा प्यादा हुन्छ नि त्योहरू हो क्या मेरो एनालाइसिस चाहिँ किनभने पुलिससँग दे डोन्ट ह्याभ पावर टु सुट एनीबडी अन्टिल अनलेस दे गेट अर्डर फ्रम अप देयर समवन हु इज सिटिङ देयर अब उनीहरूले चाहिँ गोली चलाउनलाई टाउकोमा हानेको द्याट्स पर्सनल त्यो चाहिँ कसले हानेको हो कुन चाहिँ पुलिसले हो द्याट्स अ डिफ्रेन्ट स्टोरी तर गोली चलाउन चाहिँ उनीहरूको आफ्नो अधिकार छ जस्तो मलाई चाहिँ लाग्दैन होइन अनि अब करप्सनले चाहिँ कसरी गाँजेको छ भने जस्तै एउटा कोही पुलिसको चिफ हुनु पर्यो भने छर्लङ्ग थाहा छ नि त सबैलाई पैसाको ब्याग नबोकिकन त पुलिस चिफ हुनै सक्दैन जस्तै मलाई कसैले पैसा दिएर मैले पुलिस चिफ बनाइदिन्छु भने हि इज भेरी लोयल टु मी अब मैले जे भन्छु उसले त्यो गर्नु परेन किनभने मैले उसलाई त्यो ठाउँमा पुर्याइदिएको हो नि त द्याट्स हाउ इन्डाइरेक्टली इट गोज अनि अब जस्तै पुलिसको चिफदेखि लिएर तलको जो पनि छ पुलिसहरू पनि पोलिटिक्समा इन्भल्भ भएन र करप्सनमा इन्भल्भ भएन नहुँदा पनि गाह्रो छ क्या फेरि जस्तै के अरे करप्सनमा इन्भल्भ भइदिएन भने भोलि त्यो मान्छेको कि सरुवा हुन्छ कि कहाँ पुर्याइदिन्छ कि जागिरबाट निकालिदिन्छ कि एउटा कुनै आरोप लगाइदिन्छ दिस इज त्यो हामी सानो लाइक रुट लेभलको मान्छेले पनि थाहा पाउने खालको करप्सन छ क्या नेपालमा चाहिँ अब लुकाएर त अब इभन क्यानाडामा पनि हुन्छ होला हामीले देखेको सुनेको छैन तर नेपालमा चाहिँ देखाएर क्या खान्छु के गर्छस् टाइपको हुन्छ नि खान्छु पैसा के गर्छस् तैँले तँसँग कुनै पावर नै छैन मलाई के गर्ने भन्ने खालको क्या मेन प्रब्लम हाम्रो संविधानमा छ अहिलेको अवस्थाले देखाएको चाहिँ संविधानभित्रको सानो सानो त्यो पोइन्टहरू बुदाहरू हुन्छ नि त्यो बुदाहरू नै नेताहरूले आफ्नो वरिपरि बनाएर राखेको छ क्या त्यो भएपछि त्यो नेताहरूलाई काहीँ कसैले केही गर्नै सक्दैन क्या अनि उनीहरूले जे चाहे त्यो मात्रै हुन्छ क्या त्यो सेल्फ ओरिएन्टेड बनाएको छ क्या उनीहरूले ताकि मरुन्जेलसम्म दे क्यान रुल दे क्यान बी इन पावर त्यसको परिणाम चाहिँ तल जति जे हुन्छ द्याट्स अल द आउटकम अफ द्याट पार्टिकुलर थिङ के सो यो कन्स्टिट्युसनमा लुपहोल भन्नुभयो तपाईँले इज इट नट यो फेरि नयाँ रेजिम आएर त्यो कन्स्टिट्युसन चाहिँ चेन्ज गर्न मिल्दैन कि कस्तो कन्स्टिट्युसन चेन्ज गर्न मिल्छ हजुर तर प्रब्लम के नेरी छ भने अब जस्तै तिमीलाई यो इलेक्सन भयो होइन यो इलेक्सन इज भेरी ट्रिकी अहिले जुन इलेक्सन भइरहेछ नि इट्स भेरी ट्रिकी चाहे रासोपाले जितोस् चाहे काङ्ग्रेसले जितोस् एमाले दे हेभ लेस चान्स यो टाइमको लागि अहिले दुईवटा पार्टी छ मेन जित्ने ठुलो पार्टी हुने भनेको रासोपा र काङ्ग्रेस यो दुईवटामा जसले जिते पनि नथिङ क्यान बी चेन्ज्ड उपाय छैन क्या किन त्यसै अब जस्तै अहिलेको जुन हाम्रो चुनावको प्रणाली छ नि चुनावको जुन फर्मेट यिनीहरूले बनाएको छ पहिलेदेखि समानुपातिक र उ गरेर यो चुनावको फर्मेटमा बहुमत कसैको आउनु इट्स अलमोस्ट इम्पोसिबल अलमोस्ट बहुमत भनेको चाहिँ मेजोरिटी बहुमत भनेको मेजोरिटी होइन मेजोरिटी आउनु इट्स अलमोस्ट इम्पोसिबल अब तिमीले अब जस्तै रासोपाले फर इक्जाम्पल जित्यो रासोपाले चुनाव जित्यो दे बिकेम द लार्जेस्ट पार्टी आई होप आई प्रे रासोपाको अथवा काङ्ग्रेसको जो ठुलो पार्टी हुन्छ त्यसको बहुमत आइदियोस् त्यो भयो भने चाहिँ दे क्यान फर्म अ लङ्गर गभर्मेन्ट अनि लङ्गर गभर्मेन्ट भएपछि एटलिस्ट 5 वर्ष स्टेबल गभर्मेन्ट भयो भने न दे क्यान वर्क एन्ड दे क्यान डु समथिङ दे वान्ट जस्तै फेरि कोलिसन गभर्मेन्टमै जानु पर्यो रासोपा ठुलो पार्टी भयो उसँग मेजोरिटी छैन भने बालेन प्रधानमन्त्री भएर पनि हि क्यानट डु एनिथिङ के केही हुने नै वाला छैन क्या अब अर्को ब्लन्टली भन्ने हो भने त दिस इलेक्सन विल चेन्ज नथिङ इन नेपाल नथिङ डजन्ट म्याटर लाइक बालेन अर लाइक गगन अर रवि हुएभर कम्स एज अ प्राइम मिनिस्टर नथिङ इज गन चेन्ज सो दिस म चाहिँ के भन्छु भने दिस इज एन अपर्च्युनिटी फर नेपाली पिपल विच कम्स वन्स इन अ लाइफ टाइम कुनै पनि एउटा पार्टी रासोपा होस् या कङ्ग्रेस यो दुईवटा अहिलेको जुन अलिकति चान्सेस ज्यादा भएकोहरू यो दुईवटा मध्ये एउटालाई बहुमत दिनु जरुरी छ क्या त्यो जस्तै कतिले अब काङ्ग्रेसलाई किन बहुमत दिने भनेर रिसाउँछन् नि नो
यदि काङ्ग्रेसले जित्यो भने बरु बहुमतले जितोस् के, अथवा रासपाले जित्यो भने एटलिस्ट बहुमतले जितोस् के। जस्तै बहुमत आएन भने के हुन्छ तिमीलाई म अलिकति भनिदिन्छु। जस्तै मेजोरिटी आएन, दे हेभ टु अलाइन विथ समन एल्स। अर्को कोसँग अलाइन गर्छौ तिमी? त्यही तीनटा बाँकी छ फेरि, कि काङ्ग्रेससँगै मिल्न पर्यो, कि एमालेसँग नै मिल्न पर्यो, कि अहिले माओवादी त छैन, हाम्रो तारा चिन्ह हाम्रो नेपाली कम्युनिस्ट पार्टी बनाएछ प्रचण्डले लिड गरे, कि त्योसँग मिल्न पर्यो भनेपछि त फेरि गएर पनि आफूले सरकार बनाएर पनि हाम फाल्ने त त्यही गटरमै रहेछ नि त। अनि वाट डु एक्सपेक्ट फ्रम द्याट? बालेन चाहिँ जस्तै प्रधानमन्त्री भयो विदाउट मेजोरिटी भने बालेनलाई पङ्गु बनाइन्छ क्या अहिलेको नेताहरूले। त्यो द्याट्स त्यही भएर चाहिँ म जहिले भन्छु क्या इट्स भेरी ट्रिकी क्या। अनि कति विदेशबाट अहिले एराउन्ड 7 लाख मान्छेहरू नेपाल फर्केको रहेछ, विच इज अमेजिङ क्या भोट हाल्नलाई। त्यो त लाइक अमेजिङ हो, यो चाहिँ बेस्ट थिङ वी क्यान एभर थिङ्क अर डु होइन। अब त्यो 7 लाख जनामध्येको पनि कतिले के भनेको छ भने योपालि त चेन्जको लागि एउटा भोट म घन्टीलाई दिने हो, एउटा भोट चाहिँ गगनलाई दिने हो अरे। डोन्ट डु द्याट, इट्स अ बिगेस्ट मिस्टेक यु क्यान। कसरी गर्न मिल्दैन सर? एउटा चाहिँ कस्तो भने भोटिङ सिस्टम अहिले नेपालको के छ भने दुईवटा हुनुपर्छ, एउटा समानुपातिक एउटा प्रत्यक्ष भन्छ। डाइरेक्ट भनेको जस्तै तिमीले डाइरेक्ट कोही मान्छेलाई दिन पायौ, समानुपातिक चाहिँ तिमीले कोही पार्टीलाई दिन पाउँछौ क्या। अनि त्यो पार्टीलाई दिएको आएको टोटल भोट देशभरि गनेर सर्टेन एउटा अमाउन्ट छ, त्यो अमाउन्ट बराबर कतिवटा अमाउन्ट हो त्यति मान्छे फेरि संसद भयो सांसद हुन्छ क्या। भनेपछि मान रासपाले 100 सिट जित्यो र समानुपातिकमा पनि भोट त आउँछ नि, टोटल हाल्छन् नि, अनि त्यो पनि क्यालकुलेट गरेर अरू थप मान्छे पनि आउँछ क्या त्यहाँ भित्र। अब रासपाका लागि त बहुमत ल्याउन राम्रै होला। अब एमाले प्रत्यक्षमा कम सिट ल्यायो भने पनि देशभरि समानुपातिकमा अर्को भोट हाल्दा त्यो काउन्ट भएर पनि चुनाव नउठेको मान्छेहरू पनि आएर सांसद हुन्छ र उनीहरूको नम्बर बढ्छ क्या। अनि अर्को नम्बर बढेपछि अनि फेरि यहाँभित्र अर्को लुप होल के छ भने 3% भन्दा कम ल्याउने भोट, जसले कम भोट ल्याएको छ नि तिनीहरूको समानुपातिकको नम्बर जुन त्यो इट्स भेरी कन्फ्युजिङ आई नो होइन, तिनीहरूको नम्बर गएर चाहिँ अर्को पार्टीलाई एड हुन्छ क्या। यदि उनीहरू 3% को थ्रेसहोल्डमा आएन भने उनीहरूको समानुपातिक भोट चाहिँ नेक्स्ट पार्टीलाई जान्छ, ताकि दे इभन गेन मोर लाइक क्यान्डिडेट्स विदाउट डुइङ नथिङ क्या। कस्तो सेल्फ सेन्टर्ड बनाएको छ क्या पुरानो नेताहरूले, जसरी पनि आफू चाहिँ पावरमा आउने क्या। बुझ्यौ? कन्फ्युज भयो होला तिमी पनि? धेरै नै कन्फ्युज भएर इट्स भेरी कन्फ्युजिङ क्या। त्यही भएर मान्छेहरूलाई डोन्ट टेक इट लाइट भन्छु क्या म चाहिँ। इट्स भेरी कन्फ्युजिङ बिकज लिडर वान्ट्स अस टु बी कन्फ्युज सो द्याट दे अलवेज क्यान रुल अस। इट्स यो इलेक्सन त इट्स भेरी ट्रिकी। सो आई होप राम्रो कुरा मात्रै हुन्छ होइन। विल सी, अब 5 दिन त बाँकी छ। आई ओन्ली होप फर द बेस्ट। हजुर त्यही कुरामा म एक्चुली थपिहालेँ। जस्तै तपाईँले भन्नुभयो यही बुढाहरूले दे क्यान रुल अन्टिल दे वान, तर त्यही नेपालमा अब लाइक सुडन्ट देयर बी लाइक अ टर्म वाइज, जस्तै कि अमेरिकामा छ, क्यानाडामा छ कि छैन आम नट स्योर, जस्तै प्रेसिडेन्सीको लागि यु क्यान ओन्ली गो 2 टर्म्स। सो नेपालमा चाहिँ त्यस्तो त्यो छैन। त्यसको लागि संविधान चेन्ज गर्नुपर्छ अगेन। अब संविधान चेन्ज गर्नलाई फेरि मेजोरिटी मात्रै ल्याएर पनि हुँदैन, त्यसलाई चाहिँ 2/3 बहुमत चाहिन्छ। 2/3 चाहिन्छ विच इज एउटै पार्टीको लागि त अब गाह्रो छ होइन। अब सबै अरू पार्टीले पनि सहमत हुनुपर्छ। पछि पार्लियामेन्ट चल्न थालेपछि आई थिङ्क दे विल इनिसिएट दिस, एटलिस्ट दे विल इनिसिएट इट, जहाँसम्म अहिले पार्टीहरूले भनिरहेछ। मैले सुने, आई मिन त्यही म गगन थापाको भिडियो हेरेको थिएँ, हिज ब्रट अप द आइडिया टु जस्ट नो द्याट आइडिया वाज फर हिज पार्टी, नट फर द गभर्मेन्ट। उसले चाहिँ आफ्नो पार्टीमा लाइक एज अ चेन्ज म चाहिँ के प्रमिस गर्छु भने म चाहिँ 2 टर्मभन्दा धेरै कोही पनि मान्छे प्रेसिडेन्ट हुन नपाउने नियम बनायो मेरो पार्टीले चाहिँ बनाउँछ भनेर उसले भनेको, गभर्मेन्टलाई उसले भनेको छैन। तर सुडन अब जस्तै कि केपी ओली एमालेको हेड भयो, सुडन अरू त्यही पार्टीको मान्छे बी इन्भल्भ इन दोज कन्भर्सेसन टु, लाइक अब यही बुढाले मात्रै कति रुल गर्ने भनेर? उनीहरूलाई भित्रभित्र त होला होइन, तर दे डोन्ट ह्याभ गट्स टु स्पिक अबाउट इट क्या। त्यो त्यति पावरफुल बनाएर राखेको छ क्या उसलाई, केपी ओलीलाई त्यो पार्टीभित्र। ऊ नै सर्वेसर्वा हो क्या, उसले जे चाहे त्यही हुन्छ क्या। नभए पार्टीको इथिक्स भनेको त पार्टीले कहिले पनि तिमीलाई प्रेसिडेन्टले डिसिजन गर्ने होइन नि त। पार्टीमा मिटिङ भएर सबैको कुरा के छ त्यसले डिसिजन गर्ने हो नि। तर इट नेभर ह्यापन्स इन नेपाल। हुएभर इज प्रेसिडेन्ट दे डिसाइड वाट एभर दे वान टु डु। त्यो नियम भए पनि नियमलाई तोडमोड गरेर एउटा नेतालाई चाहिँ भगवान् जस्तो बनाउने प्रवृत्ति जुन छ नि, द ट्रेन्ड वी सी,
केपी बा आई लभ यु भनेपछि सबैले केपी बा आई लभ यु भनेन भने त्यो गयो त्यो खालको ट्रेन्डले चाहिँ बिग्रेको हो नि त त्यो चाहिँ हो क्या मेन प्रब्लम चाहिँ त्यहाँनिर छ क्या पोलिटिक्समा सो यो कन्टेक्समा चाहिँ पार्टीभन्दा पार्टीभन्दा चाहिँ त्यो पदको मान्छे ठुलो इन टर्म्स अफ नेपाली कन्टेक्समा चाहिँ केपी ओली भनेकै एमाले हो क्या बुझ्यौ नि अनि प्लस एमाले भित्र चाहिँ त्यो तागत र हिम्मत मुटु भएको मान्छे छैन जस्तो लाग्छ क्या मलाई जसले चाहिँ उसलाई च्यालेन्ज गर्न सकोस् एटलिस्ट गगन थापाले जुन त्यो ओल्डर जेनेरेसनलाई च्यालेन्ज गरेर आफू अहिले आएर प्रेसिडेन्ट उसलाई त प्रेसिडेन्ट बनाएको होइन नि उसले त प्रेसिडेन्ट काइन्ड अफ खोसेको हो नि त शेरबहादुर देउवाबाट खोसेको बट इन अ इथिकल वे अरू लाइक कानुनी वे जो उनीहरूको पार्टीको विधानमा थियो त्यही वेमा गएर उसले खोसेको हो भनेको उसले कुनै इलिगल काम गरेको चाहिँ होइन तर ही ह्याड गट टु डु द्याट विच अर्को पार्टीमा अहिलेसम्म कसैको पनि देखिएको छैन क्या त्यो कुरोमा चाहिँ आई अप्रिसिएट गगन इट्स ही इनिसिएटेड द चेन्ज अनि अर्को पनि यो अहिलेको पोलिटिकल जुन सिनारियो नेपालमा चलिरहेछ म अलिकति यसमा थपिदिएँ तिमीलाई जस्तै यो इलेक्सनमा इभन रासपाले जित्यो अरे लाइक दे बिकेम अ बिगर पार्टी आइ एम नट एक्सपेक्टिङ देम टु डु एनिथिङ अनेस्टली स्पिकिङ आई विल बी ह्याप्पी इफ दे विन आई विल बी भेरी ह्याप्पी इफ दे विन तर उनीहरूले त्यहाँ गएर लाइक दे विल डु अ ड्रास्टिक चेन्ज आई डोन्ट बिलिभ इन द्याट बिकज द सिस्टम हाम्रो जुन बनेको छ नि त्यो सिस्टम नै यसरी बनेको छ कि त्यो काम गर्नै गाह्रो छ क्या अब त्यो सिस्टमलाई चिर्नलाई इफ दे गट लाइक 2/3 भोट मे बी पोसिबल विच इज फेरि अगेन प्रब्लम छ त्यहाँ अब अर्को पार्टीले यिनीहरूलाई सघाउनु पऱ्यो अर्को पार्टीलाई फकाउनु पऱ्यो द्याट्स एनदर वर्क टु डु अब त्यो कतिको उनीहरूले पोलिटिकल्ली अथवा कतिको मिलाएर लान सक्छ उनीहरूको कुरा हो तर वाट आइ एम ह्याप्पी अबाउट इज एटलिस्ट दिस विल इनिसिएट द चेन्ज क्या त्यो कुरोमा मात्रै ह्याप्पी हो म चाहिँ मैले रासोपाले काम गर्छ भनेर मलाई कुनै आश नै छैन रासोपाले देशलाई पुरै विकास गर्छ भनेर मलाई कुनै आश नै छैन दे इनिसिएटेड द चेन्ज द्याट इज वाट आई एम ह्याप्पी अबाउट मेरो पोइन्ट त्यति मात्रै हो क्या गगन थापाकै कुरा हुँदै थियो होइन हजुरले त्यो भिडियो हेर्नुभयो कि भएन सुरज दाईसँगको हेरेँ म कोट कोट तपाईँलाई त्यही सोध्छु सुरज दाईले जे सोध्नु भएको थियो तपाईँले शेरबहादुर देवको घरमा पैसा चलेको देख्नुभयो what do you feel about it? Me? I feel ashamed. Being a Nepali, living abroad, but my heart is always Nepali, होइन त्यो सबैलाई थाहा त थियो सबै त्यो द्याट्स नट ओन्ली अबाउट शेरबहादुर देउवा इच एन्ड एभ्री पोलिटिकल लिडरको घरमा त्यो छ यदि घरमा छैन भने पनि तिनीहरूले काहीँ राखेको छ प्लस एभ्री नेताको पैसा तिमीलाई म अर्को इन्ट्रेस्टिङ फ्याक्ट भनिदिउँ तिमीले कुरा उठाइहाल्यौ होइन म ल्याएर जोड्छु यसमा स्विस ब्याङ्क त सबैले सुनिरहेको छ नि तिमीलाई स्विस ब्याङ्कमा साउथ एसिया हो कि एसियाबाट सबभन्दा पैसा धेरै कुन देशको छ जस्तो लाग्छ तिमीलाई बिकज दे डोन्ट उनीहरूले मान्छेको नाम अथवा ऊ त खुलाउँदैन कसको पैसा छ भनेर होइन तर रेकर्डले के भन्छ भने नेपाल इज द सेकेन्ड बिगेस्ट मनी इन्भेस्टर इन द्याट अब यति गरिब देशको मान्छेहरूको कसले राखेको होला त्यहाँ पैसा को जस्तो लाग्छ तिमीसँग अरू कोसँग उपाय छ त्यो पैसा राख्ने बिजनेसम्यानहरूले पैसा स्विस ब्याङ्कमा राख्नै परेन वाइ तिनीहरूले त इन्भेस्ट गरेर बनाउने हो स्विस ब्याङ्कमा पैसा राख्ने भनेको कसले भन्दा त जुन चाहिँ कालो पैसा हो जसलाई मार्केटमा युज गर्न सकिँदैन गाह्रो छ त्यसलाई वाइट बनाउनलाई लगेको हो नि त त्यो कसले लान्छ नेता भन्दा अब नेतामा लाने भनेपछि नेपालको ठुलो नेताहरू को हो त्यही तिनवटा अनि त्यो तिनवटा भन्दा अरूसँग त भएको पैसा भए पनि ल अरूले पनि लग्यो भने त तिनीहरूलाई छलेर त लान सक्दैन इट मिन्स यो जति पनि ठुलो नेताहरू छ नि नेपालमा तिनीहरूको दे ह्याभ लाइक यु कान्ट इभन काउन्ट क्या त्यति पैसा तिनीहरूसँग छ क्या कहाँबाट पैसा बनायो त चप्पल लाएर पार्लियामेन्ट छिरेको मान्छेहरू होइन भने केपी ओलीको पुरानो फोटो हेर त शेरबहादुर देउवा यो कुरो चाहिँ मान्छेले कस्तो भने यस्तो भक्त अन्धभक्त भएर लागेको छ नि पोलिटिक्समा है जसको गुणगान गाउँछ नि तिनीहरूले यो कुरा एनालाइसिस नै गर्दैन क्या गर्दैन भने लाइक समटाइम्स मलाई के लाग्छ भने एजुकेसन इज इम्पोर्टेन्ट एकदम इम्पोर्टेन्ट छ होइन अनि फेरि त्यो भनिरहँदा एकदम एजुकेटेड मान्छेहरू पनि फेरि त्यही ट्रेन्डमा लागिरहेको देख्दा चाहिँ मलाई कस्तो हाँसो लाग्छ क्या वाइ त्यो भएर त्यो पैसा देखिनु इज भेरी नर्मल आई एम भेरी असेम्ड बट आई वाज नट सरप्राइज त्यो पैसा
अब शेरबहादुर देउवाले भनाइअनुसार त कस्तो चलाएको छ भने लाइक हि डिन्ट लेफ्ट हिज हाउस, नभए त अरू सबै नेताहरूलाई एयरलिफ्ट गर्दा शेरबहादुरलाई पनि त गर्थ्यो होला नि त। देयर आर ओन्ली टु थिङ क्या उसले घर छोडेर नहिँड्नुमा चाहिँ। एउटा उसको घरमा पैसा थियो, हि न्यू पैसै छोडेर भागो भने त घर लथालिङ्ग हुन्छ, सबै पैसा अरूले लान्छन्। मेबी द्याट वाज हिज फियर फर्स्ट। सेकेन्ड, हि डिन्ट लाइक उसले चाहिँ केही सोचेन भने लाइक म जतिको मान्छेको लागि आएर यिनीहरूले एट्याक गर्ने अलि आँट गर्दैनन्, प्लस घरमा पैसा छ, म अहिले भाग्दिनँ, यहीँ बसिरहन्छु, देयर आर सेक्युरिटिज अराउन्ड मी भनेर भनेको भएर चाहिँ उसले कुटाइ खाएको हो क्या। अनि अब पैसा त अब देखियो त, अब सबै एआई भन्छ होइन, तर संसारमा काङ्ग्रेसको झोले बाहेक सबैले बुझेको त्यो पैसा इज रियल भन्ने त सबलाई पनि थाहा छ। त्यो लाटोले पनि बुझ्छ त्यो पैसा। त्यो एआईको भिडियो र रेगुलर भिडियो छुट्याउन त सक्छ नि, मान्छेले सक्दैन र। त्यो इन्टरभ्यूमा गगन थापालाई नै गाह्रो भइसक्यो के भन्ने भनेर। गगन थापा चाहिँ चेपमा पऱ्यो क्या। जस्तै गगन थापाले पहिले बोल्थ्यो नि यस्तो यस्तो भनेर अरूको बारेमा त एकदम उ गर्थ्यो नि, तर वेन यु कम टु अ पोजिसन इट्स अलवेज डिफिकल्ट, इट्स अलवेज डिफिकल्ट। आई डोन्ट ब्लेम हिम। पहिले he was something, he was, I would not, I don't say he was nothing, तर when he was something उसले जे बोल्दा नि हुन्थ्यो क्या, जे बोल्दा नि हुन्थ्यो पपुलारिटीको लागि अथवा मेरो आफ्नो म यो स्ट्यान्डमा छु भनेर बोलेर देखाउन, द्याट्स इजी। नाउ ही इज इन पोजिसन अफ लिडिङ अ होल इन्टायर वान अफ द बिगेस्ट पार्टी अफ नेपाल, अनि त्यो पनि फेरि चुनावको अगाडि। सो ही वाज प्लेइङ सेफ, त्यति भएको। ही नोज कि त्यो पैसा एआई होइन, त्यो पैसा रियल हो। हामी बाहिरको मान्छेलाई त आकलन गर्नलाई त्यति गाह्रो छैन भने ऊ त पार्टीभित्रको मान्छे, उसले त शेरबहादुर देउवाको एभ्री स्टेप्स थाहा छ उसलाई होइन र। त्यो भएर हि न्यू अब उसले चाहिँ अब चुनावको बेलामा इफ ही ह्याड सेड एनिथिङ गाह्रो हुन्छ नि त। तर उसले नभनेर पनि उसको लागि लसै भयो जस्तो लाग्यो आफ्टर द इन्टरभ्यू। नेपाली जनताले त्यसरी लिँदैन। तिमी बाहिर बसेको छौ, हामीले त्यसरी लिन्छौँ होइन। मान्छेले त्यहाँ भएको मान्छेले त्यो जो अहिले ग्राउन्डमा चलिरहेको छ तिनीहरू लिँदैन। उनीहरूलाई गगनले जे भन्यो त्यही हो सही होइन, गगन इज दिस, गगन इज द्याट। त्यो त्यसरी एनालाइसिस गर्ने भएको भए आज हाम्रो देशै हुँदैन त नि, कहाँ पुगिसकेको हुन्थ्यो नि। तिमी हेर न क्यानाडा, लाइक अस्ति आएको देश होइन यो, इट्स जस्ट 160 years ओल्ड कन्ट्री, 62 कति। हाम्रो देश वी हेभ हिस्ट्री अफ लाइक कति वर्ष, हजारौँ वर्ष पुरानो देश हो हाम्रो। क्यानाडा इज डुइङ यो लेभलमा, वी वेयर आर वी, कहाँ छ हामी त ब्याकवर्ड्स गइरहेको छ। अनि त्यो चेत त्यो त्यसरी सोच्ने, नेपालीले त्यति सोच्ने भएको आज वी वुड बी लाइक कहाँ पुगिसक्थ्यो क्या हामी। त्यो नै सबैभन्दा विडम्बना हो क्या नेपालको चाहिँ। कहिलेकाहीँ चाहिँ देश नेताले बिगारेको होइन क्या ब्रो, जनताले बिगारेको हो क्या। तिमी आफै भन न, अब तिमी त नेपाल खासै बस्यो कि बसेन थाहा छैन, 10 years, मैले पनि 10 वर्ष भयो। म नेपालमा हुँदाखेरि आइएम अ बिग टाइम कङ्ग्रेस। मलाई कङ्ग्रेसको कोही नेतालाई कसैले गाली गरेर एकदम रिस उठ्थ्यो, किनभने आई बिलिभ डन देम नि त। अनि मेरो बिलिफ नै त्यही थियो। अनि उनीहरूले हामीलाई चाहिँ कसरी नर्मलाइज गरेको छ भने एभ्रिथिङ दे डु इज नर्मल, त्यसरी ब्रेनमा हालिदिएको छ क्या। मलाई कहिलेदेखि चित्त बुझ्न छोड्यो भने वेन आई केम हियर नि त, यहाँ आइसकेपछि आई स। जस्तै एउटा कुवाभित्रमा बसेको भ्यागुतालाई कुवामा माथि पानीमा के भइरहेछ केही थाहा हुँदैन क्या। जब त्यो भ्यागुता उफ्रेर कुवा बाहिर आउँछ नि, त्यहाँबाट माथिबाट तल हेऱ्यो भने अनि छर्लङ्ग देखिन्छ क्या त्यहाँ कुवामा के चलिरहेछ भनेर। मलाई ठ्याक्कै त्यही भएको क्या। यस्तो गर्न त मिल्ने रहेछ त, यस्तो गर्न त हुँदो रहेछ त, यस्तो त हुन। जस्तै नेपालको लाइक कहिलेकाहीँ मलाई हाँस उठ्छ क्या। म लाइक म अब के भन्नु, मलाई नेपाली हुनुमा लाज लाग्छ त भन्दिनँ, किनभने आइएम भेरी प्राउड नेपाली होइन। तर नेपालको सिचुएसन यो बनाउने नेताहरू देख्दा चाहिँ नि लाइक आइएम सो लाइक एकदम रिस उठ्ने क्या। त्यो एउटा हुन्छ नि भित्र के गर्छ क्या यिनीहरूले काम। अहिलेसम्म ब्रो तिमी विकासको कुरा गर्छौ नेपालमा, बाटो बनाइदिएर विकास भयो अरे क्या। इट्स बाटो इज अ बेसिक भन्दा पनि तलको ऊ हो क्या। एन्ड वी आर ह्याप्पी एउटा बाटो बन्यो भनेर क्या। कोही नेताले आएर ल म उनीहरूको चुनावको एजेन्डा भनेको तिमीहरूको गाउँको म बाटो पिच गरिदिन्छु, एन्ड पिपल आर ह्याप्पी क्या। कस्तो इनोसेन्ट पिपलहरू क्या होइन भने। हाम्रो त्यस्तो धेरै उनै छैन, डिमान्डै छैन क्या। तर वाट इज डेभलपमेन्ट, केलाई डेभलपमेन्ट मान्ने?
तिमीलाई आज पनि ब्रो पश्चिममा गयो गाउँमा भने रोल्पा रुकुमतिर माथि डाँडा हाउसमा गयो भने पिपल आर डाइङ विथ दिस जीवनजल नभएर यार। जीवनजल भनेको थाहा छ नि? एउटा जीवनजल इज बेसिकली जस्ट नुन चिनी पानी। त्यो नपाएर मान्छे मरिरहेछ। जस्ट इमेजिन हामी कहाँ छौँ। एन्ड समटाइम लाइक ओके वेन आइम से लाइक आइ एम भेरी प्राउड नेपाली, कहिले काहीँ सोध्छु क्या मलाई, मान्छे जीवनजल नपाएर सिटामोल नपाएर मरिरहेछ मान्छे यार। द्याट इज वेयर वी आर एन्ड पिपल आर ह्याप्पी विथ वाट दिस लिडर डिड के। त्यो चाहिँ म छक्क पर्छु कसरी चल्छ मान्छेको। इभन एजुकेटेड पिपलहरू क्या। र फेरि एजुकेटेड पिपलको पनि म तिमीलाई लान्छु उता होइन, त्यो चाहिँ उनीहरूको बाध्यता छ क्या। फेरि यो पोलिटिकल यस्तो बनाइदिएको छ कि पोलिटिकल सिनारियो नेपालको, तिमीले त्यो नगरिकन यु क्यानट सर्भाइभ इन नेपाल क्या। तिमीलाई हर कुरामा आई क्यान गिभ एन एक्जाम्पल वाइ पोलिटिक्स एफेक्ट इन एभ्रिथिङ के। जहाँ पनि छ त्यो त्यो नहुने भन्ने त ठाउँै छैन भने। नट इन अ गुड वे। पोलिटिक्स आइ एम नट सेइङ पोलिटिक्स इज ब्याड। पोलिटिक्स भनेको राजनीति, राजनीति भनेको नीतिहरूको राजा। नीति त चाहियो नि। नीति भनेको पोलिसी, पोलिसी बिना त केही हुँदैन। द्याट्स सच अ गुड वर्ड। तर राजनीति भन्ने बित्तिकै मैले तिमीलाई राजनीति भन्यो भने वाट कम्स इन यर माइन्ड? सम डर्टी प्ले, त्यही होइन त? त्यही त। अहिले त मान्छेले सही कुरा बोल्यो र हावा कुरा बोलेन भने त्यसलाई नेतै मान्दैन क्या। त्यति नर्मलाइज गरिदिइसक्यो क्या त्यो फटाइलाई क्या। एन्ड द्याट्स वेयर वी आर एट अ मोमेन्ट। अनि अलिकति चेन्ज गरौँ न भन्दाखेरि उल्टै गाली गर्छ मान्छेहरूले, बिकज दे आर ह्याप्पी विथ वाट दे ह्याभ। धुवा धुलोमै रमाइलो छ काठमाडौँमा होइन। अब नेपालमा तिमीलाई ओके बिङ अ नेपाली तिमीलाई म एउटा क्वेसन आस्क गर्छु। एउटा उद्योगको नाम भनिदेऊ त मलाई नेपालमा। उद्योग इन्डस्ट्री, वान इन्डस्ट्री इन नेपाल, नाम भन त। भाटबेडेनी हो। भाटबेडेनी इज अ सुपर मार्केट। इन्डस्ट्री त आई डोन्ट नो। म्यानुफ्याक्चरिङ इन्डस्ट्री। म्यानुफ्याक्चरिङ त सुनेको छैन। यु क्यान कल वाइवाई, या द्याट्स वान। त्योभन्दा बाहेक अर्को हेर। तर इजन्ट द गाई अल्सो कङ्ग्रेसम्यान? हि इज अ कङ्ग्रेसम्यान। त्यो पाइन्छ नेपालमा? पाइन्छ, पैसा भएपछि चाहिँ पाइन्छ नेपालमा। हि बिङ अ कङ्ग्रेसम्यान इज नट अ प्रब्लम। इट्स ओके, पिपल क्यान कम इन पोलिटिक्स फ्रम बिजनेस। ट्रम्प पनि त बिजनेसम्यानै हो, पोलिटिक्समा आयो, द्याट्स अ नर्मल थिङ होइन। तर फेरि त्यसको पनि अर्को पाटो छ। हि बिङ अ पोलिटिसियन, ऊ किन पोलिटिक्समा आएको होला जस्तो लाग्छ तिमीलाई? आफ्नै बेनिफिट। एक्ज्याक्टली। उसले पोलिटिक्समा नआइकन सिधा सिधा कुरो हो, विनोद चौधरी इज द रिचेस्ट म्यान इन नेपाल हो, रिचेस्ट म्यान हो। कम्पेयर द ट्याक्स ही पेज एन्ड अदर पिपल पेज, यु विल सी द डिफरेन्स। देयर इज नथिङ, भन्नै पर्दैन क्या केही पनि। अब त्यो ट्याक्सको पैसा, जस्तै मैले 1 अर्ब ट्याक्स गभर्मेन्टलाई तिर्नु छ भने मैले नेतालाई आई विल गिभ यु 2 करोड ऊ गर भनेपछि उनीहरूले सिग्नेचर गरेर मिना गरिदिन्छ, ट्याक्स सक्यो। ऊ त पैसा बढाउनलाई आएको हो नि। तर फेरि त्यो इन्डस्ट्रीहरूलाई मैले भन्न खोजेको होइन, वी निड इन्डस्ट्री। तिनीहरूलाई नियमन चाहिँ गर्नुपर्छ। गभर्मेन्ट स्ट्रङ भयो भने नै उनीहरू डराउने हो। गभर्मेन्टै स्ट्रङ छैन, गभर्मेन्टलाई 2 करोड फालिदियो, धेरै धेरै 5 करोड 10 करोड फालिदियो भने यु क्यान डु एनिथिङ। त्यही भएर पनि तिमी नेताको वरिपरि घुम्नुपर्छ क्या, नभए तिमीले नेपालमा केही गर्नै सक्दैनौ नि। यथार्थै त्यही हो नि। अब विकास अरू कहाँबाट आउने? रोजगारी छैन। तिमी हामी, अब म त अझ बुढो भएँ, तिमीहरूको जेनेरेसन नेपालमा आधी जेनेरेसन बाहिर छ। किन नेपाल बसेर के गर्ने त? हल्लेर बिहान बेलुका चिया चुरोट खाएर मात्रै त हुँदैन। काम त गर्नु पर्यो, पैसा त कमाउनु पर्यो। कहाँ जाने त? विदेश नगए उपाय छैन। विदेश गएर हाउ सेमफुल इज दिस, मैले अलिकति सम्झेँ अहिले है, तिमीलाई भन्छु हाउ सेमफुल। तिमीलाई हाम्रो देशको बिगेस्ट इन्कम के होला भन्दा तिमीले के भन्छ भन त? के हो हाम्रो देशको बिगेस्ट इन्कम? रेमिटेन्स। हाउ सेमफुल इज दिस? मान्छेलाई भन्न पनि गाह्रो क्या। नेपाल लाइक द ल्यान्ड अफ माउन्ट एभरेस्ट, द ल्यान्ड अफ गौतम बुद्ध भनेर हामी चाहिँ खोकेर हिँड्छ होइन। भरे गभर्मेन्टको मेन इन्कम चाहिँ रेमिटेन्स अरे क्या। अलमोस्ट 50%। आई डोन्ट नो द पर्सेन्ट। पर्सेन्ट चाहिँ एक्ज्याक्ट मलाई थाहा छैन होइन क्या। इफ इट वाज टुरिज्म, यस, अन्डरस्ट्यान्डेबल। लाज लाग्छ क्या ब्रो बोल्न नि। अनि परिवर्तन नचाहने मान्छेहरू देख्दा चाहिँ मलाई छक्क लाग्छ क्या। कन्क्लुजन चाहिँ त्यही हो क्या मेरो चाहिँ। सो डु यु थिङ्क अब तपाईँले भन्नुभयो जस्तै कि केपी ओलीलाई च्यालेन्ज गर्ने कोही छैन, तर अहिले बालेन आयो, हि इज अल्सो गोइङ अफ फ्रम झापा 5बाट। त्यो इज इट लाइक अ स्ट्राटेजिक वेमा हो कि अब बालेनले च्यालेन्जै गरेर? केपी ओलीलाई च्यालेन्ज गर्न मैले चाहिँ आई वान्ट सम वान फ्रम हिज ओन पार्टी।
नट फ्रम आउटसाइड. बालेनले त लगभग अब जित्छ पनि होला, लाइक आई विश हिम गुड लक होइन, आई होप ही विन्स. उसलाई बाहिरबाट च्यालेन्ज गर्ने भन्दा पनि पार्टीमा च्यालेन्ज गर्ने मान्छे चाहियो क्या. च्यालेन्ज इन अ सेन्स च्यालेन्ज पनि गर्न परेन. तपाईँ अब पुग्यो, तपाईँ बस्नुहोस्, हामी आउँछौँ भनेर नयाँ जेनेरेसन आउनु पऱ्यो क्या. नयाँ जेनेरेसन किन आउनु पऱ्यो भने कहिलेकाहीँ म पनि बुढो भयो जस्तो लाग्छ क्या मलाई. जस्तै फर इक्जाम्पल तिमीलाई वर्ल्ड कहाँ पुगिसक्यो अहिले हेर त, एआईले के गर्दैन. हामी चाहिँ अहिले पनि बाटो, कुलो, पानी, बिजुली, बत्तीमा अड्किएको छ क्या. तर संसार कहाँ अगाडि पुगिसक्यो क्या. अब अलिकति म तिमीलाई बुझ्ने तरिकामा इक्जाम्पल दिएँ ल. तिम्रो र मेरो एज डिफ्रेन्स जति छ, मेरो र मेरो बुवाको एज डिफ्रेन्स अर्को छ होइन. मेरो बुवाको भन्दा पनि बुवाको उमेरको हुन आँट हो क्या केपी ओली भने होइन. अब जस्तै कहिलेकाहीँ म आफूलाई त पछाडि परे जस्तो लाग्छ. जस्तै टेक्नोलोजिजहरू होइन, तिमी आफै एडिटिङ गर्छौ, म पनि पोडकास्ट गर्छु, तर मलाई एडिटिङ गर्न आउँदैन. देयर इज अ ग्याप. ल मान देश चलाउनु इज लाइक मेकिङ अ भिडियो, जस्ट फर इक्जाम्पल टु कम्पेयर. तिमी यङ जेनेरेसन, तिमीभन्दा अलिकति माथिको जेनेरेसन, मलाई आफै एडिटिङ गर्नै आउँदैन, क्यामेरा चलाउनै आउँदैन होइन. मैले क्यामेरा चलाउनलाई मेरो अर्को भाइ छ, उसले हेर्छ, उसले क्यामेरा चलाउँछ, उसले एडिट गर्छ, अर्को भाइ छ, हामी 4 जनाको टिम छ होइन. तर तिमी एक्लैले गरिरहेछ क्या. अथवा तिमीसँग एउटा हेल्प लिन्छौ अनि तिमीले एडिटिङ पनि गर्छौ, क्यामेरा पनि चलाउँछौ, माइक पनि तिमीलाई थाहा छ, ल्यापटप पनि चलाउँछौ, एडिटिङ सबै गर्छौ. हु वुड बी अ बेटर क्यान्डिडेट टु रन अ पडकास्ट, यु अर मी? एन्सर इट. नट इट डिपेन्ड्स, भन न को. अब आई वुड बी मोर सुटेबल फर एक्ज्याक्टली अरू ठाउँमा पनि, त्यही पोडकास्ट मात्रै नभएर पनि. मैले पोडकास्टलाई चाहिँ एज अ कन्ट्री मतलब एक्जाम्पल दिन खोजेँ मात्र क्या. अब जस्तै मैले भन्दा यु आर मोर सुटेबल देन मी टु रन अ पोडकास्ट बिकज यु नो एभ्रिथिङ. आई नो नथिङ, बट आई एम स्टिल ट्राइङ टु रन द पोडकास्ट, विच इज अ गुड थिङ आई गेस. तर यु वुड बी अ बेटर क्यान्डिडेट, मैले भन्न खोजेको त्यस्तो हो क्या. जस्तै आजभन्दा 70 वर्ष 80 वर्ष अगाडि जन्मेको मान्छेलाई वाट्स गोइङ अन इन द वर्ल्ड, and they are not educated too. If they were educated and if they were like up to date with the new scenario, that's a different story. They are not updated too. उनीहरूलाई त एआई भनेको चाहिँ थाहा रहेछ होइन, एआईले भिडियो जे पनि बनाइन्छ भनेर एआई भन्न चाहिँ जानेछ अहिले सबैले. तर दे नो नथिङ अबाउट द टेक्नोलोजी, संसार कहाँ पुग्यो, के गरिरहेछ, केही पनि थाहा छैन क्या उनीहरूलाई. अनि अर्को देश अगाडि नजाने म तिमीलाई अर्को एउटा इक्जाम्पल दिन्छु. मैले हिजो मात्रै हेरेको थिएँ क्या एउटा भिडियो, कहाँबाट पपअप भयो. विष्णु पौडेल, हु इज अ लिडर अफ UML2 भनेको एमालेको. ऊ होइन होइन ठुलो मान्छे हो, मतलब बुढो पनि होइन, ठिकै 60 अराउन्ड 60-65 को. 65लाई त यङ नै मान्छ नेपालमा. अनि ऊ 8-9 चोटि मन्त्री भइसकेको रहेछ क्या. अनि हि वाज फाइनेन्स मिनिस्टर इन सम क्याबिनेट, कृषि मन्त्री, अर्थमन्त्री, खोइ अर्को कुन रक्षा मन्त्री. उसले किप चेन्जिङ इन डिफ्रेन्ट मिनिस्ट्रिज क्या. अनि ऊ 8 क्लास पास हो क्या जम्मा. एन्ड हि वाज रनिङ द फाइनेन्स मिनिस्टर, हि वाज द फाइनेन्स मिनिस्टर अफ नेपाल. जस्ट इमेजिन. एन्ड वाट डु एक्सपेक्ट. अनि एउटा मान्छे एउटा कुरामा पो जान्ने हुन्छ त. द सेम गाई इज फाइनेन्स मिनिस्टर आज, भोलि डिफेन्स मिनिस्टर, पर्सि अर्को कृषि मिनिस्टर, अर्को दिन अर्को मिनिस्टर. त्यसरी पनि हुन्छ र. भाग खानलाई मात्रै बस्ने होइन नि त, काम गर्नलाई बस्नु पऱ्यो नि त. द्याट इज द प्रब्लम इन नेपाल के. सो हाम्रो यो पोलिटिसियनलाई चाहिँ इज देयर अ रिक्वायरमेन्ट फर एजुकेसन वाइज छ कि छैन है? अहिलेको नेपालको रिक्वायरमेन्ट भनेको इफ यु बिन टु जेल वान्स इन यर लाइफ टाइम यु आर लिडर. द्याट्स हाउ वी आर गोइङ विथ द ट्रेन्ड. नेताहरूले भाषण गर्दा नि म देशको लागि यति वर्ष जेल बसेँ भन्छ नि. द्याट्स द क्राइटेरिया दे थिङ्क के. नेता हुनलाई म जेल बसेँ यति वर्ष, सो आई एम नेता. द्याट्स द ओन्ली क्राइटेरिया टु बी अ लिडर इन नेपाल. लाइक हाउ मेनी टाइम्स यु बिन टु जेल, द्याट इज द ओन्ली क्राइटेरिया सो फार. अब चेन्ज भयो भने लाइक ओके देयर माइट बी समथिङ न्यू. त्यही मलाई पनि त्यही लाग्छ. देयर सुड बी लाइक कस्तो भनौँ न, अब तपाईँकै रेस्टुरेन्टमा मैले काम माग्न आयो, अब लेट्स इभन आई वान्ट बी अ बस बोय, एटलिस्ट केही रिक्वायरमेन्ट त चाहिन्छ नि. चाहिन्छ. त्यही बस बोयको लागि रिक्वायरमेन्ट चाहिन्छ भने तपाईँले त नेपाल चलाइरहनु भएको छ. अरू केही त्यस्तोलाई त अब एटलिस्ट केही हुन्छ नि. यस्तो सानो कुरो त कति जग्गा छ क्या.
तिमीलाई म एउटा इक्जाम्पल दिन्छु म जस्तै तिम्रो अब बिहे गर्ने बेला अब बिहे गरेको छ कि छैन छैन ओके तिमी बिहे गर्न कहीँ केटी माग्न गयो फर इक्जाम्पल मान एरेन्ज म्यारेज गर्न गयो तिमी केटी माग्न गयो भने तिमीलाई कति पढेको भनेर सोध्छ नि अथवा केटीलाई मैले कोही केटीलाई बिहे गर्नु पर्यो भने मेरो बाबाआमाले अथवा अरूले सोध्ने भने केटीले कति पढाएको छ के गर्छ कति कमाउँछ दिज आर द क्वेसन जेनरल क्वेसन कस्तो छ बानी व्यवहार के छ सबै सोध्छ नि अनि जनता कतिसम्म मूर्ख छन् भने आफ्नो एउटा छोरा अथवा छोरीको बिहे गर्नलाई अथवा ज्वाइँ अथवा बुहारी खोज्नु पर्यो भने चाहिँ दे हेभ सो मच अफ रिक्वायरमेन्ट कति पढेको छ के गर्छ कस्तो छ बानी व्यवहार अनि यु आर लेटिङ सम वान विथ जिरो नलेज बानी व्यवहार त अब कुरै नगर पढे लेखेको छैन and you are letting those people run the country and we are expecting the change again it's not possible क्या त हुनै सक्दैन क्या यो चाहिँ जनताले बुझ्नुपर्छ जस्तो लाग्छ क्या मलाई केही न केही क्राइटेरिया एटलिस्ट भनेको फेरि सबै नेताहरू पढेका नपढेको छन् भनेको होइन छन् पढेका पनि छन् फेरि तिनीहरू चाहिँ अगाडि आउनु पर्यो दे हेभ टु गभर्मेन्टलाई त पोलिसी रन गर्ने हो नि गभर्मेन्टले अहिले हामीले जस्तै तिमीलाई क्यानाडाकै इक्जाम्पल दिउँ न मार्क कार्नी कस्तो डिफिकल्ट टाइममा आएर क्यानाडाको के अरे प्राइम मिनिस्टर भयो नि ट्रम्पले यति पेलिरहेछ वर्ल्डको इकोनोमी यस्तो छ क्राइसिसमा गइरहेको बेलामा हि डिन्ट लेट कन्ट्री डाउन नि त अहिलेसम्म क्राइसिसमै गएर हामी रिसेसनमै त गएन नि त त्यो चाहिँ बचायो नि त कार्नीले अब कतिले फेरि कार्नीलाई सपोर्ट गर्ने पनि छन् अगेन्स्टमा पनि छन् द्याट्स अ डिफरेन्ट स्टोरी तर हि इज एन एजुकेटेड गाई र हि इज अर्थशास्त्री इकोनोमिक्स उसलाई इकोनोमीको बारेमा थाहा छ फाइनेन्सको बारेमा थाहा छ होइन he didn't let the country sink and now he is doing so much of other deals so that Canada can survive and he is surviving नि त ट्रम्पले यत्रो पेलिरहँदा पनि क्यानाडा इज सर्भाइभिङ एन्ड ही इज डुइङ फाइन प्रब्लम आइरहेको छैन अहिलेसम्म हो त्यस्तो मान्छे जो चाहिँ योग्य छ त्यस्तो मान्छेलाई लिडरसिपमा ल्याउने पो अनि द्याट्स पोलिटिक्स नेपालमा त्यो एक्सर्साइज त हुँदै हुँदैन ट्रुडो अहिले भइरहेको भए इट वुड बी अ डिजास्टर तर ट्रुडोले हि लेफ्ट द पार्टी हि सेड लाइक ओके म बसिरहेँ भने पार्टीले हार्छ कन्ट्रीले हार्छ आई एम लिभिङ समवन एल्स इज कमिङ कस्तो मिठो छोडिदियो उसले कन्ट्रीको लागि पनि राम्रो हो हि इज ह्याभिङ अ गुड लाइफ केटी प्यारी डेट गरिरहेछ बसिरहेछ उसलाई पनि ठिक छ ऊ आनन्दले बसेको छ द्याट इज इथिकल पोलिटिक्स भन्छु क्या म चाहिँ हाम्रो बुढाहरू त सुरु गरेदेखि मरुन्जेलसम्म चाहिँ दे वान्ट टु बी इन पावर अनि त्यो गरेर त देश अगाडि जाँदै जाँदैन सम्भावनै छैन क्या त्यो अहिलेको सिस्टमले नथिङ क्यान बी डन अहिलेको इलेक्सनमा पनि इज इट जस्ट रासोपा भर्सेस अदर थ्री पार्टिज जस्तो लाग्छ तपाईँलाई रासोपा भर्सेस एभ्रिबडी अहिलेको सिनारियो रासोपालाई पनि गाह्रो छ फेरि एउटा लेभलको मास कस्तो छ भने रासोपालाई एकदम सपोर्ट गरेर हिँडेको छ रासोपालाई सबभन्दा ठुलो सपोर्ट भनेको चाहिँ विदेशबाट हामी जस्तो मान्छेहरूको छ क्या अब मान्छेहरूले केही भनौँ भने रासोपाको अस्ति मलाई एउटाले रासोपाको झोले भन्दै थियो क्या म अझै पनि भनिरहेको छु मैले मेरो भिडियोमा म काङ्ग्रेसै हो आई बिलिभ इन कङ्ग्रेस दे हेभ सच अ नाइस पोलिसी तिनीहरूको सबै राम्रो छ नि त इम्प्लिमेन्ट पो नगरेको हो त इम्प्लिमेन्ट गर्ने राम्रो मान्छे चाहिँ चाहियो तर यति भनिरहँदा पनि आई स्टिल सपोर्ट रासोपा बिकज दे इनिसिएटेड द चेन्ज सो लेट्स सी हाउ चेन्ज फिल लाइक होइन र यत्रो वर्ष हामीले अरू पार्टीलाई हेर्दा यो 5 वर्ष रासोपालाई हेर्दा के बिग्रिन्छ र तिनीहरूले गरेको जस्तो बेसिक कामहरू त यिनीहरूले पनि पक्कै गर्छ होला अथवा त्योभन्दा केही न केही नयाँ त ल्याउँछ होला बिग्रिँदैन भने वाइ नट अनि फेरि त्यही पुरानै पार्टीको झोला बोकेर हिँडिरहनु त जरुरी छैन नि भन्ने चाहिँ मेरो चाहिँ तर्क क्या अब मान्छेले बुझ्दैन अब कसरी भन्नु यसलाई के भन्नु त्यो कुनै छैन क्या अनि रासोपाको तिमीले भन्यो नि रासोपा भर्सेस अदर थ्री पार्टी भनेर रासोपा भर्सेस एभ्रिबडी इभन रासोपा भर्सेस न्यू पार्टिज हर्क साम्पाङ हेर न रासोपालाई कस्तो गाली गरिरहेछ अहिलेको टाइम भने त हर्क साम्पाङ इज अ गुड गाई आई डोन्ट ब्लेम हिम आई डोन्ट से एनिथिङ ब्याड अबाउट हिम तर उसको बोली चाहिँ जुन हिसाबले बोल्छ नि द्याट्स डिजास्टर अनि उसले चाहिँ आफूलाई सेल्फ क्लेम प्राइम मिनिस्टर क्या म प्राइम मिनिस्टर हुन्छु भन्छ क्या प्राइम मिनिस्टर हुने क्वालिटी तिमीसँग छँदै छैन क्या तिमीले काम गर्छौ बी अ मेयरले हो काम गर्ने प्रधानमन्त्री भएर गएर बाटो खन्ने श्रम गरेर हुँदैन प्रधानमन्त्री इज अ गाई हु रन्स द कन्ट्री एन्ड मेक्स पोलिसिज
मान्छेले त्यति कुरा पत्ता छुट्याउनै सकेको छैन क्या जस्तै अहिलेको चुनावमा पनि नेताहरूले म यसको बाटो बनाइदिन्छु म यस्तो उस्तो बाटो बनाइदिन्छु तिम्रो गाउँमा नो बाबा यु विल नट बी इन अ पोजिसन अफ मेकिङ एनी रोड्स आफ्टर यु गो टु द पार्लियामेन्टमा त तिमी पोलिसी बनाउन जाने हो कन्ट्रीलाई सुइटेबल हुने पोलिसी बनाऊ द्याट इज वाट वी एक्सपेक्ट फ्रम यु इम्प्लिमेन्ट गर्ने काम त अहिलेको स्थानीय तहहरू छ त तिमीले यत्रो गभर्मेन्टले धान्नै नसक्ने गरी बनाएको हो स्थानीय प्रदेशहरू प्रदेश सरकारहरू छ त्यहाँमाथि स्थानीय उहरू छ सरकारहरू छ जस्तै मेयरहरू भयो दे आर द वान हु वर्क्स ग्रास लेभलमा काम गर्ने त तिनीहरूले हो नि त तिमीले भनेको पोलिसी बनाऊ बजेट सबैतिर छुट्याऊ देयर आर पिपल टु वर्क सो वी निड सम वान एजुकेटेड विथ अ भिजन राम्रो गर्न सक्ने मान्छे चाहिँ अहिले पार्लियामेन्टमा जान पर्यो न कि म ढुङ्गा बोटा बोकेर म बनाउँछु नो बनाउने भए तिमी मेयरमै बस तिमी त्यो राम्रो काम गरेको हो तर इफ यु वान्ट टु डु द्याट काइन्ड अफ जब मेयर इज द पर्फेक्ट पोजिसन फर यु भन्छु क्या म चाहिँ तिमी पोलिसी बनाउनु जाने ठाउँमा जाने अनि गफ चाहिँ फेरि त्यही बाटोघाटोको अनि म श्रम गर्छु ऊ गर्छु द्याट म्याच नै गर्दैन क्या त्यो तिमी के अरे डिसवासर पोजिसनमा अप्लाई गर्न गयो अनि बाहिर गफ चाहिँ म कस्टमरलाई यस्तो गर्छु कस्टमरलाई उस्तो गर्छु नो 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 यु विल नट इभन सी अ कस्टमर बिकज यु विल बी इन द ब्याक अफिस वासिङ द डिसेस ओके होइन यदि तिमी कस्टमरसँग गफ गर्ने कस्टमरसँग उ गर्ने हो भने यु निड टु अप्लाई फर द पोजिसन अफ सर्भर होइन र त्यो फरक फरक छ नि त उसको चाहिँ मलाई यो कुरा चाहिँ उसँग हि इज हर्क साम्पाङ चाहिँ काम गर्छ intellectual छ तर I feel like he doesn't have this listening power no सुन्ने it's not only listening power he is not a fit for being a leader भन्छु क्या म चाहिँ उसले अर्काले उसलाई केही भन्यो भने पनि he has to react अथवा he is so aggressive there is no difference between हर्क साम्पाङ and केपी ओली क्या they are exactly the same character अब म अहिले ठोक्वा त नभनौँ होइन तर that guy is good भोलिको दिनमा इफ यु बिकेम अ प्राइम मिनिस्टर विच इज इम्पोसिबल आजको भन्दैछु म होइन विच इज इम्पोसिबल हि विल एउटा सिट जितेर अथवा उसको पार्टीमा बहुमत नथाइकन प्रधानमन्त्री हुन सक्छ र सक्दैन नि सो प्रधानमन्त्री भनेको जमानामा भित्ते राष्ट्रपति भन्थ्यो प्रचण्डलाई हि इज डुइङ एक्ज्याक्टली द सेम होइन हि विल बी अ डिक्टेटर अनेस्टली स्पिकिङ किनभने उसले आफै भन्छ कि म मेरो सजेसनको त्यो ग्रुप नै बनाउँदिनँ I decide my political decision भन्छ क्या उसले त्यो भनेको I know everything I am right only me त्योले त you will never be a leader त्यो हुनै सम्भावनै छैन क्या he is the perfect mayor so let him be a mayor पोलिटिक्समा आउने भए उसले चेन्ज हुनपर्छ मतलब माथि पार्लियामेन्ट उसमा आउने हो भने he has to change his attitude everything जस्तै तपाईँले भन्नुभयो अब यो पिएमको पोजिसनमा पुगेपछि यु नो केपेबल अफ मेकिङ रोड्सहरू इन्फ्रास्ट्रक्चर वाइज भन्नु भयो नि तर पिएममा आएपछि त आर्न्ट यु द पर्सन हु स्टार्ट्स द कन्भर्सेसन अबाउट ट्रेड डेफिसिटहरू नेपाललाई चाहिँ अब आउटसोर्सिङ भन्दा नि अब पैसा चाहिँ कसरी भित्राम भन्ने कुरा चाहिँ अब लाइक डोन्ट यु स्टार्ट डुइङ द्याट विथ अदर कन्ट्रिज या द पोलिसी मेकिङ यु विल पेभ द रोड फर द कन्ट्रिज टु गो टु सर्टेन डिरेक्सन हजुर द्याट इज प्राइम मिनिस्टर प्राइम मिनिस्टरले एउटा गाविसको अथवा एउटा गाउँको बाटो बनाउने हो होइन द्याट्स नट द कन्सर्न अफ प्राइम मिनिस्टर तर बिङ अ प्राइम मिनिस्टर हि विल बी क्यापेबल अफ डुइङ द्याट उसले भन्न त सक्छ नि त तलको स्थान निकाल्दा त्यो ठाउँहरू चाहिँ सबै बनाउनुपर्छ तर बनाउनुपर्छ मात्रै भनेर पनि भएन फेरि बजेट पनि छुट्याइदिनु पऱ्यो नि त नभए कसरी बन्छ त उसले हि इज क्यापेबल अफ डुइङ द्याट बजेट छुट्याउनेदेखि लिएर सबै गर्न हि इज क्यापेबल अफ डुइङ द्याट तर उसको मेन काम भनेको चाहिँ कन्ट्रीलाई लिड गर्ने हो क्या कन्ट्री लिड गरेर पोलिसी राम्रो दिएर सबै मान्छेलाई राम्रो इन्भाइरोमेन्ट दिएपछि काम आफै हुन्छ नि तिमी पोलिसी चाहिँ राम्रो नदिने अनि म काम गर्छु भनेर तिमीलाई फर इक्जाम्पल एउटा ऊ दिएँ जस्तै केपी ओलीले अहिले चुनावमा एभ्री युथलाई महिनाको 10 GB डाटा फ्रीमा दिन्छु मैले जितेँ भने भनिरहेको छ नि सुनेको छौ छैन त्यो न्युज इज द्याट प्र्याक्टिकल अब उसले बोलेको त के प्र्याक्टिकल लाग्दैन मलाई ल फर इक्जाम्पल मान उसले दियो अरे हजुर 10 GB डाटा दियो प्रत्येक नेपालीले एभ्री मन्थ मोबाइलमा 10 GB डाटा दियो विच इज अराउन्ड 250 या 300 रुपिज पर मन्थ पर पर्सन ओके अब ऊ प्राइम मिनिस्टर भएको हिसाबले उसले डिस्काउन्टेड रूपमा लियो कुनै पनि
त्यो हाम्रो फोन कम्पनीहरूसँग र हि गेभ द डाटा लेट्स थिङ्क त्यो सबै डाटा अब त्यत्रो 3 करोड मान्छेले 10 GB डाटा चलाउँदाखेरि डु यु थिङ्क वी हेभ इन्फ्रास्ट्रक्चर फर द्याट छ नेपाल टेलिकमको उसले धान्छ ओके अब दिनु पऱ्यो भने पहिले त्यो टेक्निकल प्रब्लमलाई सल्भ गर्न पऱ्यो पहिले हो अब टावरले अलिक पावरफुल टावर फ्रिक्वेन्सी अथवा टेक्निकल टर्महरू के छ आइएम नट द्याट गाई तर त्यो सबै पहिले बनाएर अनि दिन पऱ्यो सो हाउ मच डज इट कस्ट इट डजन्ट नो अब 300 रुपियाँ पर्ने डाटालाई बिङ अ प्राइम मिनिस्टर ल सस्तो बनाइदिएर 150 रुपियाँमा दिन्छु किन्यो अरे उसले कम्पनीहरूसँग किनेर सरकारले किनेर उसलाई बेच्यो भने पनि इट विल बी अराउन्ड 10 to 20 अरब अनि त्यो पैसा गभर्मेन्टसँग छ कहाँबाट आउँछ त्यो पैसा हि डजन्ट ह्याभ यसको मतलब एउटै मात्रै उदाहरण के भिजन छैन यो गरिदिन्छु भनेर बोले मात्रै भइहाल्यो नि अनि फेरि मान्छेले पत्याइ पनि दिन्छ क्या फेरि त्यो हो क्या प्रब्लम चाहिँ हाम्रो इट्स भेरी लाइक द पोलिटिक्स इज सो फनी इन नेपाल त्यही मैले भन्नु खोजेको चाहिँ अब लाइक हाम्रो नेपालको कन्टेक्समा चाहिँ नेपालको लिडर्सहरू चाहिँ जियो पोलिटिक्समा चाहिँ कहिले टक गर्ने भन्नेको कुरा हो क्या तपाईँले भन्नुभयो अब जस्तै ट्रम्पले क्यानाडा जस्तो कन्ट्रीलाई त अब गाह्रो बनाएर छ अब भोलि मानौँ ट्रम्पले गएर ल नेपाल लिदिउँ बिकज उनीहरूको र चाइनाको हस्ताइल अब वार जस्तो भइरहेन छ अब इन अर्डर फर युएस टु अब लाइक इन्फ्लेटेड गर्ने चाइनामा भने त नेपाल वुड बी अ सेफ जोन सो अब नेपालले चाहिँ अब भोलिपल्ट ट्रम्प उठेर ल नेपाल लिदिउँ भने त सक्दिहाल्छ नेपाल लिन त्यो ठुलो अब गाह्रै होइन नेपाल लिडर भएपछि चाहिँ अब जियो पोलिटिक्समा चाहिँ कसरी हाउ डु यु यस्तो हो क्या नेपालीहरूले त्यति सोचेकै छैन क्या नेपाल बिङ अ कन्ट्री विच इज भेरी लभली कन्ट्री टु एभ्री अदर कन्ट्री इन द वर्ल्ड सबैले माया गर्छ नेपाललाई होइन अनि द बिङ इन द मिडल अफ टु बिग इकोनोमिक इज लाइक इन्डिया एन्ड चाइना इट्स द बिगेस्ट एडभान्टेज एन्ड दिस इज द बिगेस्ट च्यालेन्ज एज वेल एडभान्टेज चाहिँ कसरी भन्दाखेरि इन्डिया र चाइना त्यति डेभलप भइरहेछ भने हाम्रो सानो देश ठिक्क बिचमा बसेको छ भने वाइ आर वी नट कन्सल्टिङ विथ दोज कन्ट्री टु मेक आवर कन्ट्री द सेम जस्तै चाइनासँग जसरी अगाडि बढिरहेछ उनीहरूसँग टेक्नोलोजी छ उनीहरूसँग आइडिया छ उनीहरूसँग पोलिसी छ उनीहरूसँग इम्प्लिमेन्टेसन छ इन्डिया इज डुइङ द सेम होइन नेपालले चाहिँ त्यो दुईटाबाट एडभान्टेज अहिलेसम्म जिरो बिसाइड गभर्मेन्ट के अरे सरकारमा जो गयो त्यसले गभर्मेन्टबाट पैसा लिदिने जस्तै इन्डियाबाट पैसा लिदिने इन्डियाको पैसा खाइदिन्छ अनि इन्डियाले जे भन्नु त्यही गरिदिने हो अर्को पोलिटिकल पार्टी आउँछ चाइनाबाट पैसा लिन्छ होइन कति लाइक अस्ति नै हाम्रो पास्टमा कतिवटा भिडियो लिक भएकै हो नि गभर्मेन्टसँग इन्डियन कम्पनीहरूसँग इन्डियन बिजनेसहरूसँग चाइनिजहरूसँग पैसा मागेको पोलिटिकल पार्टीहरूले चुनावको बेलामा ओके यो गर्नु पऱ्यो भने आई थिङ्क वी निड दिस मच अफ फन्ड यो गरेर आई थिङ्क यु माइट ह्याभ टु इन्भेस्ट अन अस वाट डु यु एक्सपेक्ट भोलि त्यही मान्छेले जित्यो भने वाट डु यु एक्सपेक्ट अब त उसले त आफ्नो काम गराउँछ नि होइन र तर यसको भनिरहँदाखेरि फरेन पोलिसीहरू इट्स भेरी क्रिटिकल र इन्फ्लुएन्स चाहिँ हुन्छ लाइक नाउ वाट डु यु थिङ्क अमेरिका इज नट इन्भल्भ इन अल दिस इन नेपाल इन्डिया इज नट इन्भल्भ चाइना एभ्रिबडी इज इन्भल्भ सबै इन्भल्भ भएको छ तर त्यसलाई नराम्रै रूपमा मात्रै पनि हेर्नु भएन वी निड टु क्यास आउट फ्रम द्याट टेक एन एडभान्टेज फर द कन्ट्री द प्रब्लम इज एभ्रिबडी इज टेकिङ एडभान्टेज फर देमसेल्फ देशको विकासको लागि एडभान्टेज लिए त भइहाल्यो त हामी के भन्छ र तर पर्सनल बेनिफिटको लागि लिने त्यो ट्रेन्डले चाहिँ बिगारेको हो क्या अब अहिले जस्तै भन्छ नि विदेशी हस्तक्षेप छ ऊ के अरे बालेनलाई फलानु देशले सघाएको छ गगनलाई फलानु देशले सघाएको छ भनेर या अभियस मलाई त यस हो त्यो पक्का हो तर सघाएको छ भनेको मतलब देश बेच्नु त भनेको होइन नि त उनीहरूको पनि सहयोग लिने किनभने नेभर्स त तिमीलाई चाहिन्छ नि त नेभर्सलाई गाली मात्रै गरेर हुँदैन नि त नेभरसँग रिलेसन बिल्ड गर्ने यो डेभलपमेन्टका प्रोजेक्टहरू सँगै गर्ने जुन आफ्नो देशलाई राम्रो छ त्यो लिने जुन देशलाई राम्रो छैन नो भन्न पनि त सक्न पर्यो एउटा देशको लिडर भइसकेपछि त होइन र जस्तै भोलि तिमी र म वी आर नेभर्स तिमीले मलाई एकदम राम्रो बिहेभ गर्छौ मैले पनि तिमीलाई एकदम राम्रो बिहेभ गर्छु र तिमीले मलाई अलिकति लोन दिन्छौ कहिलेकाहीँ सरसहयोग पनि गर्छौ त्यसको मतलब भोलि आएर तिमीले ओके आई विल टेक योर होम अथवा आई विल टेक योर हाउस भन्दाखेरि त नो भन्न त मैले सक्नु पऱ्यो नि त हाम्रोले त्यही सकेन भनेर खोज्नु त्यही भएकै त्यही हो त नो भन्न चाहिँ नसक्ने बरु पैसा अलिअलि दे नि त भन्ने पैसा खाइहाल्ने कि
कसरी हुन्छ पैसा मात्रै पैसाले यत्रो पैसा के गर्ने होला यिनीहरूलाई छक्क पर्छु क्या म पोलिटिक्स इज भेरी डर्टी नेपालमा चाहिँ देखाइ नै एकदमै उ गरिदिन्छ क्या समस्या त्यही हो सो जस्तै अघि तपाईँले भन्नुभयो तपाईँ नेपालदेखि नै काङ्ग्रेस सो लेट्स से इफ यु आर एबल टु क्यास्ट द भोट दिस इयर अहिले नेपालमा मार्च 5 मा वुड यु मेक अ चेन्ज अफकोर्स मैले त भनिरहेको छु छाती फुलाएर आई वुड भोट फर रासोपा घन्टी नट बिकज अघि अब फेरि पनि भने मैले म फेरि पनि भन्छु आई एम नट एक्सपेक्टिङ अ बिग चेन्ज फ्रम देम बिकज आई नो दे क्यानट डु एनिथिङ अनलेस दे हेभ यदि उनीहरूको मेजोरिटी आयो भने चाहिँ आई विल एक्सपेक्ट अ लट फ्रम देम बिकज हामीले एकदम विश्वास गरेको छ यदि मेजोरिटी आएन भने चाहिँ आई डोन्ट एक्सपेक्ट मच फ्रम देम बिकज दिस इज द सिनारियो दे गो थ्रु द सेम थिङ त्यही हुन्छ उनीहरूले काम गर्न पाउँदैन नियममै त्यस्तै छ संविधान त्यस्तै छ अलिअलि कुराहरू पेलेर जाला अरे द्याट्स ओके तर सबै कुरा उनीहरूले गर्न सक्दैन तर मैले भोट किन हाल्छु भने उनीहरूले सबै गर्छ भन्ने एक्सपेक्टेसनले भोट हाल्ने होइन कि म चाहिँ दिस इज द बिगिनिङ अफ द चेन्ज भनेर चाहिँ बिकज दे इनिसिएटेड द चेन्ज त्यो भएर चाहिँ म रासोपालाई हाल्छु एकचोटिलाई आफ्टर द्याट लुकिङ एट देम कस्तो गर्यो उनीहरूको त्यो आफ्नो टाइममा त्यहाँ पछाडि एन्ड काङ्ग्रेसमा हाल्नेमा काङ्ग्रेस एमालेमा हाल्नेमा एमाले त देन वी क्यान डु आवर ओन वे एकचोटि चाहिँ योपालि चाहिँ लेट्स सी वाट ह्यापन्स यो कुरा नि गर्न मन थियो मलाई लेस अघि त्यो हामीले कुरा गऱ्यो कुलमान घिसिङको अनि जोस अब तपाईँले देख्नु भयो मलाई ऋषि धमाला अनि त्यो पछि अर्को को भन्नुभएको थियो हर्क साम्पाङ अब एभ्रिबडी वान्ट्स चेन्ज राइट अनि वुडन बी उनीहरूलाई अलि रासोपालाई अलि बेनिफिट हुँदैन होला इफ एभ्रिबडी वेयर टुगेदर पहिलेदेखि भनेकै त्यही हो त नयाँहरू जस्तै कुलमान घिसिङ हाम्रो हर्क साम्पाङ दे आर गुड पिपल आइ एम नट सेङ दे आर ब्याड हर्क साम्पाङले पनि गरेको छ होइन यसको मतलब उसले गर्न सक्ने मान्छे हो कुलमान घिसिङ इज सच अ नाइस गाई फेरि कुलमान घिसिङको उसमा चाहिँ मेरो अर्कै पर्सपेक्टिभ छ फेरि कुलमान घिसिङ इज एन अमेजिङ गाई हि इज एन अमेजिङ गभर्मेन्ट इम्प्लोइ he is amazing technician, he is an amazing manager, he is an amazing engineer, but he is not a leader. Leader in a sense, leader मा चाहिँ तिमीलाई अर्कै खालको गुण हुनुपर्छ क्या लिडरले चाहिँ आफूलाई लिडर क्यान बी गुड लिडर क्यान बी ब्याड बोथ आर लिडर्स लिडरको काम के हो भने आफ्नो पछाडि धेरै मान्छेहरूलाई सम्हालेर लान सक्छ जसले ही इज अ लिडर कुलमानसँग त्यो क्षमता चाहिँ मैले देखिनँ जस्तै गगन थापा इज अ ग्रेट लिडर आइ एम नट सेङ हि इज अ गुड अर ब्याड आइ एम सेङ हि इज अ लिडर हि इज अ ग्रेट लिडर बालेन शाह इज अ ग्रेट लिडर बालेन शाहको पछाडि हेर त मान्छे कति छ एभ्रिबडी इज फलोइङ हिम हि इज अ लिडर रवि लामिछाने इज अ लिडर अरू पुरानो नेताहरू पनि देयर आर गुड लिडर्स लिडर आइ एम टकिङ अबाउट लिडर केपी ओली इज अ गुड लिडर बिकज उसले पछाडि आफ्नो पछाडि मान्छे टन्न लिएर हिँडेको छ तर हि बिकेम अ ब्याड लिडर त्यति मात्रै हो जस्तै पहिलेको गिरिजाप्रसाद कोइरालाहरू बिपी कोइरालाहरू वी ह्याड अमेजिङ लिडर्स इन नेपाल जसले आफ्नो भिजनलाई पछाडि मान्छेलाई लिएर हिँड्न सक्थ्यो तर नोबडी कुड डु नथिङ खिचातानी पोलिसी छैन केही पनि र उनीहरूको त्यो भिजन नै छैन क्या त्यहाँसम्म पुगेन क्या इभन कङ्ग्रेसले तिमीलाई 60 वर्ष अगाडिको सिद्धान्त अहिले ल्याएर हुँदैन नि त 60 इयर्स म्यान तिमी सोच त तिमी जन्मिँदा अहिलेको चेन्जेस अनि हामी 60 वर्ष अगाडिको प्रिन्सिपललाई अहिले लागू गर्न खोज्यो भने त द्याट वन्ट बी प्र्याक्टिकल नि त होइन र नयाँ अहिलेको कुरा हुनु पऱ्यो क्या पोलिसीमा अहिले चेन्जेस आउनलाई अनि त्यो चाहिँ नेपालमा देखिँदैन क्या त्यति हो प्रब्लम अब कुलमान घिसिङको लेट्स कम म बगिहाल्छु फेरि कहाँ पुग्छु है कुलमान घिसिङ इज अमेजिङ गाई कुलमानलाई चाहिँ वी क्यान सी हिम एज अ ग्रेट मिनिस्टर ही कुड डु वेल अर कुलमानलाई चाहिँ एउटा यस्तो पोजिसन दिनुपर्छ कि जहाँ चाहिँ इम्प्लिमेन्ट गर्ने पोजिसन क्या ही विल डु एनिथिङ अमेजिङली ऊ खोटै नलागेको मान्छे हो क्या उसले चाहिँ काम गर्ने मान्छे हो क्या ऊ चाहिँ बुझ्यौ नि अब हर्क साम्पाङ द्याट गाई इज गुड
काम गरेको हो, काम गर्छ. इभन मी लाइक आई ह्याड अ बिग होप फ्रम हिम क्या. तर जब यो चुनाव सुरु भयो नि, भेरी डिसपोइन्टिङ. उसको त्यो सब चेन्ज भयो क्या. एरोगेन्ट, उसको त्यो ज्यादा कन्फिडेन्ट हुन्छ नि. लिडर, तिमी त्यसरी लिडर हुनै सक्दैनौ क्या. भोलि तिमी पोजिसनमा जस्तै फर इक्जाम्पल केही कसो कसो गरेर कुनै कुनै आइडिया लाएर हर्क साम्पाङ प्राइम मिनिस्टर भयो भने देश वुड बी अ डिजास्टर क्या. कन्ट्री वुड बी अ डिजास्टर बिकज ही क्यानट लिड एनी वान. ऊ त उसलाई अर्कोले केही भनेको उसले सुन्नै चाहँदैन. ऊ आफू मात्रै सही, आफूले गरेको मात्रै सही हुँदैन त्यसरी त. त्यो भएर आई विल नट से अ लिडर टु हर्क साम्पाङ इदर, बट दे आर गुड गाइज, गुड पर्सन भन्छु म चाहिँ. यो सबै सिनारीमा ऋषि धमाला चाहिँ कसरी आउनु? ऋषि धमाला चाहिँ फेरि अर्को विचित्रको मान्छे हो. त्यो मान्छे फेरि कस्तो भने, एउटा भनाइ छ नि, मान्छेले मलाई गाली गर्छ होला है यो भन भने, तर काम चाहिँ फेरि आधो मान्छेले गर्छ नि. यो कुरो याद गरेछौ तिमीले? आधो भनेको? आधो भनेको चाहिँ गर्छु भने चाहिँ गर्छु, त्यो लेँडे ढिप्पी गर्ने क्या. ऋषि धमाला पनि त्यो मध्ये एउटा हो. उसँग बिचरा एजुकेसन छैन, त्यत्रो भिजन छैन. ऊ पुरानो शैलीको राजनीतिको लागि चाहिँ पर्फेक्ट मान्छे हो, किनभने उसलाई तिकडम चाहिँ सबै थाहा छ. तर अहिलेको यो न्यू पोलिटिक्समा चाहिँ आई डोन्ट थिङ्क हि इज अ गुड लिडर. आई एम नट सेइङ एज अ पर्सनल ऋषि धमाला. आई एडमायर हिम, आई एडमायर हिज हार्ड वर्क होइन. इभन बिए गरेको दिन काममा गएको थियो अरे क्या. भनेपछि डेडिकेसन हेर न त्यो मान्छेको होइन. तर एज अ लिडर चाहिँ आई डाउट. हेरौँ समयमा इफ ही चेन्ज अर लाइक समथिङ. तर अहिलेको समयमा चाहिँ आई वुड नट टेक हिम एज अ लिडर. जहाँ पनि झाडु मार्दैछ, जहाँ जे नि गरिदिन्छ उसले. तपाईँले भन्नुभयो कि जस्तै बालेनको एभ्रिबडी इज फलोइङ हिम राइट नाउ. सो जुन म्यासमा हामीले सोसियल मिडियामा देख्छ, इज इट द सेम इन द ग्राउन्ड एज वेल कि कस्तो हो? इट इज. मेरो हिसाबमा चाहिँ, म त त्यो ग्राउन्डमा छैन होइन, तर आई थिङ्क इट इज. किनभने बालेन भनेको चाहिँ कस्तो भने एक मात्र होप भइदियो क्या. अब त्यो एक्लो मान्छेले पुरा गभर्मेन्टसँग लडेको मान्छे हो क्या बालेन भनेको. केपी ओली प्रधानमन्त्री हुँदाखेरि एक्लै लडेको मान्छे हो. हि वाज जस्ट अ मेयर अफ वान सिटी के. त्यो भएर मान्छेले उसलाई समर्थन गरेको हो क्या. अनि कति मान्छेले उसले राम्रो काम गरेन भन्छन् होइन. अब काम गर्न दिएनन्, द्याट्स अ डिफ्रेन्ट स्टोरी. तर हि डेयर टु डु द्याट के. कोसिस चाहिँ गरेको हो क्या त मान्छेले. अनि मेयर जस्तो मान्छेले प्रधानमन्त्रीलाई थर्काएर पनि आफ्नो काम निकालेको हो क्या. जस्तै तिमीलाई यो पोलिटिक्समा काम गर्न बालेनलाई कसरी दिएन म तिमीलाई. अहिले त्यही एमालेहरूले के भन्छ भने बालेनले 80% पनि खर्च गर्न सकेन यहाँ भनेर भनिरहेको हुन्छ क्या. अब त्यो पोलिसी मेकिङले त्यो कति इम्प्याक्ट गराएको छ. जस्तै किन गर्न सकेन त बालेनले भन्दा, बालेनसँग केपी ओली रिसाइसकेपछि बालेनको जो प्रशासकीय अधिकृत हुन्छ, जो मेन मान्छे हुन्छ, इम्प्लोइ त हुनु पऱ्यो नि त. ऊ त के भन्छ त्यसलाई, भोट जितेर आएको मान्छे हो. तर अफिसमा त अफिसियल काम गर्ने त हेड एउटा हुन्छ नि. त्यो हेड चाहिँ फेरि गभर्मेन्टले पठाउने हो नि त. त्यो त बालेनको मान्छे हुने होइन. बालेनले राम्रो काम गर्न खोज्दैछ भनेर गभर्मेन्टले त्यो पोजिसनमा मान्छेलाई नि नपठाइदियो कि, खाली राखिदियो कति महिनासम्म. द्याट इज द कल्चर. हेर त, बालेनले राम्रो काम गर्छ भनेर त्यो पोजिसन मान्छे नभएपछि त्यो मान्छेले सिग्नेचर नगरे केही कामै हुँदैन. अब त्यो पोजिसनमा मान्छे पठाउँदैन गभर्मेन्टले. ल हेर त, अब के गर्ने त. बालेनले आफै सिग्नेचर गरेर हुँदैन, गभर्मेन्टले पठाउँदैन. अनि यसरी रोकिदिन्छ क्या राम्रो काम गर्ने मान्छेहरूलाई पनि. त के गरेर रोकिदिने क्या. त्यही सिनारियो यहाँ क्यानाडामा पनि हुन्छ कि हुँदैन? हामीले देख्ने गरी चाहिँ हुँदैन. यहाँ पनि हुन्छ होला भित्रभित्र त. पोलिटिक्स त अब जहाँको पनि त्यही हो होइन. अब ट्रम्पले देखाइदिइहाल्यो नि वर्ल्डमा सबै पोलिटिक्स उही हो, डर्टी पोलिटिक्स भनेर होइन. तर यहाँको पोलिटिक्सहरूमा चाहिँ अलिक छुपेर मतलब लुकाएर गर्छ. नेपालमा चाहिँ देखाइ क्या, डरै छैन नि त. अब यहाँ चाहिँ अलिकति मान्छे पनि पढे लेखेका छन्, विरोध पनि त्यही हिसाबले हुन्छ होइन. अब यहाँ आएर स्विङ भोट, योपालि तिमीलाई लिबरलले भनेको जस्तो पोलिसीमा काम गरेन भने अर्को पालि कन्फर्म हार्छ मान्छेले. दे अलवेज चेन्ज. अब नेपालमा त जन्मेदेखि यहाँ काङ्ग्रेस, मरुन्जेलसम्म काङ्ग्रेस होइन. मैले यहाँ पनि देखेको, लेट्स से हाम्रो यहीँको टोरन्टोको मेयर भयो ओलिभिया चाउ, सी इज अ लिबरल जस्तो लाग्यो. आई थिङ्क सी इज. अनि तर हाम्रो ओन्टारियोको
ओन्टारियोको प्रिमियर डग फोर्ड चाहिँ इज अ कन्जर्भेटिभ कन्जर्भेटिभ सो उनीहरूको पर्सपेक्टिभ पनि मिल्दैन तर एटलिस्ट ग्राउन्ड लेभलमा दे हेभ सेम अन्डरस्ट्यान्डिङ कि जे होस् आई मिन दे हेभ अ बेसिक अन्डरस्ट्यान्डिङ कि यति कुरा चाहिँ हामी गर्छौँ दे आर भनेर वर्किङ टुगेदर अब त्यसको चाहिँ त्यो चाहिँ कसरी भइरहेछ भने यिनीहरूको पोलिसी इन प्लेस छ हजुर जस्तै पोलिसी भन्दा बाहिर गएर न डगफोर्डले काम गर्न पाउँछ न ओलिभिया चाउले काम गर्न पाउँछ हजुर जस्तै ओलिभिया चाउ अर्को पार्टीको हुँदैमा नेपालमा चाहिँ हुन्छ फेरि अर्को पार्टीको हो भने त्यसलाई पेलेर लाने तर यहाँ चाहिँ नियम कानुनमा बाँधेको छ क्या सबै कुरा यो भनेपछि यो त्यो चाहे लिबरलको होस् चाहे कन्जर्भेटिभको होस् नेपालमा पनि नियम त छ फेरि नभएको होइन तर कता कताबाट त्यो आइडिया लाएर के गरेर तान्दिने के यहाँ चाहिँ त्यो गर्न पाउँदैन त्यो गर भने फेडरल गभर्मेन्ट पनि छ माथि जस्तै तिमीलाई फेडरल गभर्मेन्टले यहाँ तिमीलाई म यो बाटो बनाइदिन्छु ऊ बाटो बनाइदिन्छु भनेको हामीले कहीँ सुनेको छ त नो हामी यो पोलिसी गर्छौँ यो गर्छौँ हामीले जस्तै पब्लिक हेल्थको लागि यति पैसा छुट्याउँछौँ उसको लागि पब्लिक हेल्थलाई यसरी इन्भेस्ट गर्छौँ हामी एजुकेसनलाई यसरी इन्भेस्ट गर्छौँ उनीहरूले पोलिसी बनाइन्छ फेडरलले जस्तै पोलिसी बनाउनु त लिबरल हो अब त्यो लिबरलले बनाएको पोलिसी फेरि डगफोर्ड कन्जर्भेटिभ भए पनि उसले त्यही अप्लाई गरिरहेछ बिकज द्याट्स अ पोलिसी अफ द कन्ट्री डजन्ट म्याटर त्यो पोलिसी पार्टीको होइन कन्ट्रीको पोलिसी त हि बिङ के भन्छ प्रिमियर अफ अन्टारियो ऊ पनि नियम कानुनमा बाँधिएको छ नि त हि वर्क्स अकर्डिङली त्यो भएर यहाँ प्रब्लम त्यस्तो आउँदैन यहाँ पनि छिटपुट कहिलेकाहीँ आफ्नो के भन्छ त्यसलाई अधिकार युज गरेर कहिलेकाहीँ काटेकुटु के त गरिरहेका हुन्छन् तर नेपालको जस्तो ड्रास्टिक चाहिँ गर्न सक्दैन यिनीहरूले यहाँ सो यो चाहिँ धेरै नै अरू टपिक होला तर लेट्स से हामी पनि हाम्रो कन्ट्रीमा पनि क्यानाडामा पनि किङ छ नि होइन सो किङ पनि छ तर हाम्रोमा पार्लियामेन्ट पनि छ प्राइम मिनिस्टरहरू पनि छ नेपालमा चाहिँ किङ हुँदा चाहिँ लाइक के हुँदो रहेछ त लाइक इभन इफ भए पनि नभए पनि लाइक लेट्स से मन्त्रीहरू चाहिँ लाइक आई मिन मन्त्रीहरूले फाल्नुपर्ने नै रिजन चाहिँ के थियो जस्तो सर यस्तो हो क्या राजा नेपालबाट फाल्नुको एउटै कारण के हो भने नेताहरूले राजनीति गर्न पाएनन् त्यतिखेर त्यो भएर उनीहरूले राजा फाल्नलाई उ गरे त्यतिखेर माओवादीले इनिसिएट गरेको होइन अनि माओवादीले गर्दा पछि अब अरू पनि असन्तुष्ट भइरहँदा फोर्स बढ्दै जाँदा इट ह्यापन राजा फाल्यो राजा भरै चाहिँ देशमा केही बिग्रिने होइन अब भन्न चाहिँ के भन्छ राजालाई यत्रो राजालाई हात्ती पाले जस्तो पाल्नु पर्थ्यो सरकारको यत्रो पैसा ढुकुटी सिद्धिन्छ राजा पाल्न आउँ भन्थे तर अहिले त फेरि 400जना राजा छन् देशमा होइन बरु त्यही एउटा राजा सस्तो पर्थ्यो अब यो फाल्ने केस भनेको चाहिँ यो नेताहरूले आफ्नो स्वार्थको लागि जनतालाई उक्साएर राजा फालेको मेरो सोचमा चाहिँ राजा आएर चाहिँ केही बिग्रिने चाहिँ होइन तर फेरि अहिले चाहिँ कस्तो प्रब्लम हुन्छ भने अब फेरि राजा ल्याउन चाहिँ फेरि कम्प्लिकेटेड छ जस्तो लाग्छ क्या मलाई जस्तै हाम्रो कन्ट्री वाज अ हिन्दू कन्ट्री म हिन्दू हो नाउ इट्स सेकुलर होइन र त्यहाँ क्रिस्चियन पनि छ हिन्दू पनि छ बुद्धिस्ट पनि छ मुस्लिम पनि छ र अदर रिलिजनहरू पनि छ नि जस्तै एकचोटि तिमीले सेकुलर गरिसकेपछि चाहिँ अब फेरि हिन्दू कन्ट्रीमा ब्याक ल्याउन भन्ने चाहिँ मलाई चाहिँ मन पर्दैन बिइङ अ हिन्दू आइएम सेइङ दिस है किन भन्छौ भने बिइङ अ सेकुलर हामीलाई के बिग्रिआयो र मलाई मन्दिर जान कसले रोकाएको छ र होइन र जस्तै मुस्लिमलाई के भन्छ उनीहरूको मस्जिद जान कसले रोकाएको छ र बुद्धिस्टलाई क्रिस्चियनलाई कसले रोकाएको छ र होइन फेरि रिलिजन चेन्ज गर्ने हिन्दू राष्ट्र बनाउने अथवा राजा ल्याउने भन्ने चाहिँ त्यो चाहिँ द्वन्द्व निम्त्याउनु हो क्या बुझ्यौ नि एकचोटि सेकुलरबाट फेरि फर्केर आउनु भनेको आउला किनभने सबैले मेजोरिटी जितेर कन्स्टिट्युसन चेन्ज गर्नलाई गाह्रो होइन आउनु ठुलो कुरो पनि होइन आउने सम्भावना छैन पनि भन्दिनँ आउँछ तर प्र्याक्टिकल चाहिँ हो जस्तो लाग्दैन मलाई चाहिँ किनभने राजालाई अब फेरि दुईवटा पाटो छ क्या त्यसमा दुईवटा ऊबाट तिमीले एनालाइसिस गर्न मिल्छ राजा ल्याएर के बिग्रिँदैन के बिग्रिएर राजा एउटा राजा हुन्छ हि विल बी द गार्जियन अफ द कन्ट्री अनि अहिलेको पोलिटिकल पार्टीहरूले जसरी पोलिटिक्स गरिरहेछ द्याट वुड बी द सेम त्यसमा केही चेन्जेस आउँदैन मात्रै चेन्जेस भनेको अहिले राष्ट्रपति छ भने त्यतिखेर राजा हुन्छ होइन अहिले राष्ट्रपतिमा राजै जस्तो गरेर बसेको छ खर्च त्यति नै छ होइन नेताहरूले राजाभन्दा धेरै रुल गरे जस्तो लाग्यो अहिले त सबै राजा नि पहिले एउटा राजा थियो अहिले त जति नेता छन् सबै राजा अब राजा ल्याउँदा बिग्रिने केही पनि छैन आयो भने पनि देयर इज आई डोन्ट थिङ्क देयर विल बी एनी डिफरेन्स अब फेरि राजा नआउँदा चाहिँ के बिग्रिएको त राजै चाहिँ किन चाहियो त फेरि राजा नहुँदा पनि चलिरहेकै छ त मात्रै हाम्रो प्रब्लम भनेको पोलिसीमा हो क्या
पोलिसी मेकिङ राम्रो हुने बित्तिकै देशले इट विल गिभ अ चेन्ज क्या धेरै कुरा चेन्ज भइहाल्छ पोलिटिक्समा पोलिसी इज द मेन थिङ अब त्यसमा मेरो चाहिँ धारणा राजा आए पनि केही विस्मात छैन मलाई नआए पनि केही विस्मात छैन क्या आयो भने पनि आई वुड बी ह्याप्पी आएन भने पनि आई विल बी ह्याप्पी त्यो त्यसमा केही नै छैन मेरो राजाको उसमा चाहिँ सो यसमा जाउँ एकचोटि फेरि तपाईँले भने जस्तो अघि मेजोरिटी भन्नुभयो तपाईँलाई हाउ डिफिकल्ट इज इट टु गेट अ मेजोरिटी अलमोस्ट इम्पोसिबल तर पहिल्यै अरू पार्टीहरूले ल्याएको छैन मेजोरिटी ल्याएको थियो विच इज रेयर त्यही भएर मैले इम्पोसिबल भन्न अलमोस्ट इम्पोसिबल यो सिनारियोमा चाहिँ अलमोस्ट इम्पोसिबल भन्छु तर दिस इज द ओन्ली चान्स फर द नेपाली पिपल टु गेट अ मेजोरिटी यो पालि क्या बिकज रासोपा हेज सोन द्याट अहिलेको जुन मान्छेको फलोइङ देखिएको छ नि रासोपामा मान्छे दे वान्ट चेन्ज मान्छेलाई अलिकति यो इन्टरनेटले पनि अलिकति ऊ गर्यो अहिले त जसको हातमा पनि मोबाइल छ त्यो भएर दिस इज द बेस्ट चान्स टु गिभ मेजोरिटी टु एनी पार्टी म रासपा मात्रै भन्दिनँ इभन काङ्ग्रेसको पनि क्रेज अहिले बढ्दैछ फेरि अझ फेरि पहिलेभन्दा होइन मेरो चाहना चाहिँ एउटै हो कि मेरो फर्स्ट प्रायोरिटी रासपाले जितोस् बिकज आई डोन्ट वान सी कङ्ग्रेस डुइङ द सेम थिङ अगेन एन्ड अगेन वी हेभ सिन देम लाइक 60 years नाउ अब 60 वर्षसम्म चाहिँ केही नगर्ने अनि अहिले आएर चाहिँ कसम म अब यो पालि चाहिँ गर्छु भने जस्तो त होइन नि त दे कुड हेभ डन बिफोर नि त रासपा इज नट टेस्टेड उसले गर्छ गर्दैन द्याट्स अ फ्युचर दे आर नट टेस्टेड त्यो भएर पनि रासोपाले चाहिँ जितोस् र मेजोरिटी ल्याओस् भन्ने चाहिँ आई होप यो पालि मेजोरिटी आएन भने र यदि यो नियम परिवर्तन भएन भने another 50 years nobody will bring the majority अनि नेपाल will be the same in the same place के त्यही प्लेसमा अहिले जहाँ छ ठ्याक्क त्यहीँ बसिरहेको हुन्छ क्या नेपाल यो इलेक्सन पछि चाहिँ कति टाइम लाग्छ त्यो भोटर्स काउन्ट हुनलाई अब त्यो नर्मल्ली एक हप्ता त लाग्छ होला भन्छु म उनीहरू त लेट्स से विनर डिसाइड भयो मेजोरिटी पायो आफ्टर एभ्रिथिङ लाइक आफ्टर द्याट चाहिँ के हुन्छ अब त्यसपछि जसले मेजोरिटी ल्यायो यदि मेजोरिटी ल्यायो भने त त्यसले आफ्नो पार्टीको सबै मन्त्रीहरू सबै त्यही पार्टीको हुन्छ प्रधानमन्त्री त्यही पार्टीको हुन्छ सो दिस विल बी अ सोल ओनरसिप भने जस्तो हो क्या जस्तै इफ यु थिङ्क कन्ट्री एज अ बिजनेस इट्स अ सोल ओनरसिप मैले भन्नु खोजेको चाहिँ तर लाइक लेट्स से कज अलरेडी रवि लामिछानेको केसहरू छ वुड द्याट स्टिल अफेक्ट द पार्टी अर नो इट माइट अब रवि लामिछानेलाई लागेको केसहरू अहिलेसम्म प्रमाणित भएको छैन होइन ऊ अब फटा होस् होइन त्यो पछि अदालतले भन्छ होइन यदि ऊ फटा हो भने उसले त सजाय पाउनुपर्छ देयर इज नो डाउट इन द्याट यदि मान रासपाले बहुमत ल्यायो मेजोरिटी ल्यायो र अदालतले फैसला पनि रवि लामिछाने वाज गिल्टी भनेर गरिदियो भने रवि लामिछाने इज नथिङ रवि लामिछाने सुड गो टु द जेल तर त्यहाँ अरू लिडरहरू त छ नि त त्यो पोलिटिकल पार्टी त्यसले एफेक्ट गर्दैन अलिकति मोरालिटीको हिसाबले केही न केही डाउन त होला होइन तर अरू लिडरहरूले चलाउनलाई इट डजन्ट इम्प्याक्ट मच जस्तै इफ ही बिकेम्स अ मिनिस्टर वान अफ द मिनिस्टर एन्ड त्यो निर्णय आयो भने ही विल बी आउट अफ द मिनिस्ट्री एन्ड समबडी एल्स विल टेक द्याट प्लेस अर प्राइम मिनिस्टर त बालेन शाह छँदैछ उनीहरूले राखेको बालेन छ सो इट विल गो अकर्डिङली त्यसले त्यही केही पनि इम्प्याक्ट एउटा नेतालाई जेल भएर अथवा एउटा नेता भ्रष्ट निस्केर अथवा एउटा नेताले फटाइ गरेर पार्टीलाई र कन्ट्रीलाई केही फरक पर्छ जस्तो लाग्दैन मलाई चाहिँ ओके आजलाई यति नै गर्नु पर्ला त एनी लास्ट वर्ड्स हाम्रो अब लास्ट वर्ड के भन्नु होइन अब आई रिक्वेस्ट एभ्री नेपाली हु आर ब्लेस्ड टु भोट दिस टाइम प्लिज भोट वाइजली दिस इज द टाइम टु मेक आवर फ्युचर होइन हाम्रो भन्दा पनि हामी त गइहाल्यो अब लाइक न्यू जेनेरेसन तपाईँ हाम्रो छोराछोरी नाति नातिना को छ न्यू जेनेरेसनलाई कस्तो देश दिने हाम्रो हातमा छ प्लिज भोट भेरी भेरी वाइजली रेस्ट अन यु भन्छु त्यही भन्दामा थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू ब्रदर होपफुली वी सी सम चेन्जेस होपफुली फिङ्गर क्रस थ्याङ्क यू सो मच दाइ थ्याङ्क यू त्यही गरिदिनु